टेक्निशियन श्याम विथ मोडल आजको। नमस्ते साथीहरू, आज चाहिँ मैले सानो भिडियो बनाउन गइरहेको छु। त्यो मेटा पलप्लास्टिया भन्ने हेयर प्रोडक्टको बारेमा र यहाँ तपाईहरुले पुरा भिडियो हेरेर बुझ्न सक्ने हुनेछ र मलाई लाग्छ तपाईहरुले पुरा भिडियो हेरेर लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्नुहुनेछ भन्ने आशाको साथ म आज सम्पूर्ण पोखराभरि व्यवसाय गरिरहनु हुने ब्युटिसियन, ब्युटी पार्लर, सेलुनहरूका साथीहरूलाई म यही भिडियो मार्फत नमस्कार टक्राउन चाहन्छु र यस कार्यक्रममा भाग लिनुहुने सम्पूर्णलाई यो भिडियोलाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला भन्ने म हार्दिक नमन पनि गर्न चाहन्छु। धन्यवाद। लेट्स सी अल पोखरेली ब्युटिसियन, ब्युटी पार्लरका साथीहरू, उहाँहरूको सहभागीले यस कार्यक्रमलाई एकदम भव्य र सभ्य बनाइएको छ र उहाँहरू सबै एकदम इन्ट्रेस्टेड हुनुहुन्छ र यस मेटा प्लास्टियाका डेमो कार्यक्रममा सबै एकदम इन्ट्रेस्ट भएर कुरा सुन्दै हुनुहुन्छ। यो फोटोबाट तपाईहरुलाई दर्शाउँछ र यस फोटो मार्फत तपाईहरुले बुझ्न सक्नुहुन्छ कतिको इन्ट्रेस्ट छ भनेर र तपाईहरुले यस फोटोबाट नै थाहा हुनेछ र अब यस कार्यक्रमको पुरा भिडियो हेरेर मजा लुट्नु होला भन्दै म राज गुरुङ 43 बाइ बाइ। सबैजनालाई म सुरज ढकाल फ्रम पोखरा एज अ डिस्ट्रिब्युटर अफ जिएस क्लोडरमा प्रोफेसनल। हामीहरूले मार्केटमा स्किन केयर प्रोडक्टहरू लिएर आएको थियौँ, तपाईहरुले एकदमै मन पराइदिनु भयो। सँगसँगै हामीले हेयर केयर पनि ल्याएको थियौँ, एकदमै पोजिटिभ फिडब्याक दिनुभयो, राम्रो रेस्पोन्स गर्नुभयो। सँगसँगै अहिले हामीले ल्याएका छौँ हेयर केयरमा पनि मार्केटमा डिमान्डेड प्रोडक्ट मेटा प्लास्टिया ल्याएका छौँ, जुन तपाईहरुको लागि एकदमै सुटेबल रहनेछ, एज अ हेल्दी प्रोडक्ट पनि रहनेछ। तपाईहरुले पहिला जसै नै यसलाई सपोर्ट गरिदिनु न हार्दिक अनुरोध गर्दछु। म यसको डेमोन्स्ट्रेसनमा आज हुन गएको प्रोग्राममा तपाईहरुले एकदमै ध्यानपूर्वक सुनिदिनु हुन रिक्वेस्ट गर्छु। म आज तपाईहरुको लागि भनेर स्पेशल प्रोग्रामलाई स्पेशल बनाउन मैले क्विज प्रोग्राम पनि राखेको छु। सो हामी बीचबीचमा तपाईहरुलाई क्वेशन पनि रेज गर्छौं। यदि तपाईहरुले एन्सर मिलाउनु भयो भने गिफ्ट ह्याम्पर पनि हामी गर्नेछौँ। सो ध्यानपूर्वक सुनिदिनु होला। कुनै कन्फ्युजन छ भने क्वेशन रेज गर्नु होला र सरहरूले बताउनु भएको टेक्निकहरू पनि हजुरहरूले नोट गर्न सक्नुहुन्छ। हजुरहरूकै अगाडि छ, नोटबुकहरू पनि हामी प्रोभाइड गरिदिएको छौँ। हस्, धन्यवाद। गुड मर्निङ सबैजनालाई। आज यहाँ यही प्रोडक्टको बारेमा यहाँ आज डेमो हुँदैछ। सर्ट यहाँ सिटी स्क्वायरको लोकेसनमा छौँ हामी। यहाँ अहिले एकैछिनमा कार्यक्रम हुन गइरहेको छ। तसर्थ यो प्रोडक्टलाई तपाईहरुले मन पराइदिनुहुन्छ भनेर मलाई आशा र विश्वास लिएको छु र आई होप तपाईहरुले मन पराउनुहुन्छ र यसको लागि केही डेमो र केही प्रचारको निम्ति यहाँ हामी सबै भेला हुँदैछ। अब केही छिनमा यहाँ कार्यक्रम सुरु हुनेछ र पुरा कार्यक्रम हेर्नको लागि पुरा भिडियो हेर्नु होला। थ्याङ्क यू सो मच। सर्वप्रथम त यहाँ उपस्थित सम्पूर्णलाई म यहाँ थापा मगर तर्फबाट नमस्कार गर्न चाहे। अब मगर हो कति स्पष्ट नहोला त्यसमा म क्षमा चाहन्छु, किनकि हाम्रो अलिकति स्पष्ट बोल्ने त्यसले गर्दाखेरि क्षमा चाहन्छु म त्यसमा। आज यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण सर, म्याम लगायत मेरा टिमहरू, म यस जिएस क्लोडरमा प्रोफेसनल टिमको तर्फबाट हजुरहरूलाई नमस्कार एवं स्वागत गर्न चाहन्छु। आज हजुरहरू आफ्नो व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनुभयो, हाम्रो निमन्त्रणालाई चाहिँ स्वीकार गरेर यहाँसम्म उपस्थित भइदिनु भयो। यसको लागि हृदयदेखि नै धेरै धेरै धन्यवाद। यसको बारेमा सुरज भाइले त हामी
स्किन केयरको बारेमा त सुरज भाइले भनिसक्नुभयो, फेरि पनि हजुरहरूको सल्लाह पनि पुगिराखेको छ। र आज हामीले यो गुरुदरमा मेटाप्लास्टिया स्मुथिङको हामीले लिएर आएका छौँ। यसको डेमो दिइनेछ, हजुरहरू धैर्यसित बसेर लास्टसम्म बसिदिनु होला। हामी हेयर केयरलाई अपग्रेड गरेर मेटाप्लास्टिया स्मुथिङ बजारमा लिएर आएका छौँ। यसलाई हजुरहरूले युज गरिरहनुहोला। युज गरेर यसको रिजल्ट कस्तो आउँछ त्यो हामीलाई प्रतिक्रिया दिनुहोला। हामी हजुरहरूको प्रतिक्रियाको अपेक्षा राख्छौँ। धन्यवाद। हाम्रो मेटाप्लास्टिया प्रोडक्ट भनेको हेयर फाइबर प्रोटिन हो खासमा, जसले कपाललाई हेयरलाई स्मुथ पनि गर्छ, हेयरलाई शाइनी पनि दिन्छ, हेयरलाई स्ट्रेट पनि गर्छ, हेयरलाई एकदम बलियो बनाउँछ। मार्केटमा तपाईँले धेरै प्रोडक्टहरू युज गर्नुभयो होला, अथवा तपाईँको स्मुथनिङ छ, क्याराटिन छ, अब तपाईँको बोटक्स छ, न्यानोप्लास्टिया हो। त्यस्तै गरेमा यो प्रोडक्ट भनेको हाम्रो अहिलेसम्मको अल इन वान प्रोडक्ट हो, जसले कपाललाई एकदम हेल्दी नेचुरली वेमा एकदम स्मुथ एन्ड शाइनी देखाउने गर्छ। तपाईँहरूले विश्वास मान्नु मेरो कुरा होइन, एकपल्ट युज गर्नु यो प्रोडक्टलाई आफ्नो होम केयरमा, आफ्नो सलोन्समा, अनि जे बेस्ट रिजल्ट हुन्छ त्यो हामीलाई भन्नुहोस्। थ्याङ्क यू। र हाम्रो रहेको छ जियास फ्लोडरमा प्रोफेसनल प्रोडक्ट जुन मेड इन इन्डिया रहेको छ। र हामीले विभिन्न स्किन केयरहरू लिएर आएको थियौँ र मार्केटमा हामीले प्रोभाइड गरेको थियौँ। सबजना सेटिस्फाई पनि हुनुहुन्छ, पोजिटिभ रेस्पोन्स पनि गर्नुभएको थियो। सँगसँगै हामीले हेयर केयर पनि लिएर आएको थियौँ र त्यो पनि एकदमै पोजिटिभ दिनुभएको थियो सपोर्ट साथ। सँगसँगै हेयर केयरमा अहिले हामीले मेटाप्लास्टियाको मार्केटमा डिमान्डेड छ त्यो प्रोडक्ट ल्याएको छौँ, जुन आज डेमोन्स्ट्रेसन रहेको छ। त्यसको बारेमा हाम्रो टेक्निसियन टिमले तपाईँहरूलाई अहिले फुल फेजमा ब्रिफिङ गरेर बताइदिनुहुन्छ। स्टार्ट गर्नलाई उहाँहरूले नै गर्नुहुन्छ। ओके, प्लिज घनश्याम जी और विष्णु जी आप आइए और दिखाइए आपका कपाल। अनि एउटा कुरा, आजको जुन यो प्रोग्राम छ, यो प्रोग्राममा हामीले एज अ टेक्निसियन टिमले प्रोसेस गर्दा गर्दा उहाँहरूले तपाईँहरूलाई बिचमा क्वेसन रेज पनि गर्नुहुन्छ, जसले एन्सर मिलाउनुहुन्छ उहाँहरूलाई हामी प्राइज फुल पनि गराउनेछौँ। सो ध्यान दिएर हेर्नुहोस्, नोट गर्नुपर्छ नोट गर्नुहोस्, कुनै कन्फ्युजन छ सोध्नुहोस्, मजाले मिल्यो होइन? ठिक छ, अब म माइक हस्तान्तरण गर्छु, हाम्रो टेक्निसियन टिमले नै ह्यान्डल गर्नुहुन्छ। ओके, म फलोअप गर्छु अब हाम्रो पार्लर टिमलाई, जानु गर्नु पऱ्यो नि। माय नेम इज घनश्याम। नमस्ते। मुझे नेपाली तो नहीं आती, तो हम हिंदी में बात करेंगे, ठीक है? आपको आती है? हिंदी आती है ना, तो चलेगा। तो आज हम एक ऐसी एडवांस ट्रीटमेंट के बारे में सीखने वाले हैं। अभी तक आपने ट्रीटमेंट तो बहुत देखी होगी और कई लोगों के साथ आपने मिलकर की भी होगी, पर आज ये ऐसी एक एडवांस ट्रीटमेंट है जो मार्केट में कई सालों से आ रही है, पर नेपाल में पहली बार आई हुई है। ठीक है, हमारे इंडिया में 2 साल से चल रही है, अलग अलग कंट्री में भी चल रही है, पर यहाँ पे जो आ रही है ट्रीटमेंट ये, तो बेसिकली ये डैमेज हेयर को रिपेयर करने के लिए नंबर 1 है। ठीक है, और डैमेज हेयर को रिपेयर भी तो करता है, तो क्लाइंट की मेन रिक्वायरमेंट क्या होती है मालूम है सभी को? क्या होती है? आप कोई भी ट्रीटमेंट करते हो तो क्लाइंट क्या बोलता है आपसे? हाँ, कुछ भी कर लो पर मुझे मेरे बाल स्ट्रेट चाहिए। मैं अभी हम क्लाइंट को ऐसा बोलते हैं कि मैम आपके बाल बहुत ही ज्यादा ड्राई है, फ्रिजी है, आपके बाल बहुत ब्रेकेज हो रहे हैं, तो मैं आपके हेयर पे एक ऐसी ट्रीटमेंट करूंगा जिससे आपका ये पूरा प्रोसेस करने के बाद आपके बाल स्मूथ हो जाएंगे। एक बार भी मैंने ऐसा नहीं बोला कि आपके बाल स्ट्रेट हो जाएंगे, फिर भी क्लाइंट को वही चाहिए कि मेरे जैसे भी बाल हो, पर आप जो ट्रीटमेंट कर रहे हो उससे मेरे बाल स्ट्रेट 100% होने चाहिए। ठीक है, तो इस हिसाब से हमने ये प्रोडक्ट जो बनाई हुए है, और शायद आपने अभी तक ये प्रोडक्ट ऐसी देखी भी नहीं होगी। आपने अभी तक जो भी प्रोडक्ट देखी होगी पूरा क्रीम बेस में देखा होगा या कुछ लिक्विड बेस में आ रहा होगा,
पर हमारी ये प्रोडक्ट पूरी तरह से के अलग है, ये पूरी जेल बेस में आ रही है। और ये ट्रीटमेंट ऐसा है, कोई प्रेशर हो ना वो भी कर सकता है, जिसको स्पार्की एप्लीकेशन आती है। मैले चाहिँ त्यो नेपालीमा प्रोनाउन्सिएसन गर्नेछु अनि हाम्रो यो मेटाप्लास्टिया स्मुथनिङ भनेको नेपालमा फर्स्टचोटि लन्च हुँदैछ। आजसम्मको तपाईँले जति पनि ब्रान्डहरूमा युज गर्नुभयो, ब्राजिलियन भयो, इटालियन भयो, मेक्सिकन भयो, अब प्रायः जस्तो विदेशी प्रोडक्ट इन्डियाबाट पनि हो, किनकि हाम्रो साउथ एसियन कन्ट्रिजमा साउथ एसियन हेयर वाज भेरी इम्पोर्टेन्ट। जो हामीले युरोपियन कन्ट्रिजमा प्रोडक्ट युज गर्छ अनि त्यसको रिजल्ट्स एसियन्स हेयरमा हुँदैन। सबैलाई थाहा छ होला, बेसिकली जो हाम्रो पीएच लेभल हुन्छ हेयरको त्यो भनेको 5 देखि 7 सम्मको हाम्रो न्युट्रल हुन्छ। क्लाइन्ट्सहरूको डिमान्ड्समा के हुन्छ कि तपाईँहरूको प्रोडक्ट त राम्रै छ तर लास्टमा खोज्ने सबैले स्ट्रेट नै होला। तो बेसिकली के हुन्छ सलोन्समा हामीले यो प्रोडक्ट लन्च गरेको छौँ अल इन भन्ने, कपाललाई स्ट्रेट पनि हुने, कपाललाई प्रोटिन पनि पाउने, कपाल हेल्दी पनि हुने, शाइनी पनि हुने। अनि त्यसपछि के हुन्छ कि होम केयर वाज भेरी इम्पोर्टेन्ट। तपाईँले भन्नुहुन्छ क्लाइन्ट आयो 2 मन्थ्स भयो क्याराटिन गरेको, 3 मन्थ्स भयो न्यानोप्लास्टिया गरेको, तो क्लाइन्ट्सले त आफ्नो सब्जेक्ट राख्छ कि मेरो कन्डिसन यस्तो भयो, सर हेर्नु, म्याम हेर्नु, तपाईँहरू हेयर ड्रेसर हुनुहुन्छ, ब्युटिसियन हुनुहुन्छ, आर्टिस्ट हुनुहुन्छ, त एनालाइज गरेर के फिल गर्नुहुन्छ? उसलाई थाहा छ के भन्यो, म्याम री गर्नु हो कि होइन? सबले यही भनिन्छ म्याम रिप्रोटिन गर्नु, री गर्नु। तपाईँले तो री गरेर के फाइदा? बेनिफिट्स तपाईँले चाहियो, क्लाइन्ट हामीलाई चाहिँ रिटर्न होस् कि सलोन्समा, तपाईँको पार्लरमा, तपाईँको सलोन्समा क्लाइन्ट कसरी री हुने? तपाईँको पोइन्ट, गुड सर्भिस एन्ड अमेजिङ रिजल्ट्स। एन्ड हामीले यो प्रोडक्ट ल्याएको छौँ, यसले गर्दाखेरि तपाईँको कपाललाई स्ट्रेट पनि गर्छ, स्मुथ पनि गर्छ, साइन पनि दिन्छ। प्रायः जस्तो केमिकल केसेसमा हामीले हेर्दाखेरि प्री लाइट आफ्टर जब हामीले कुनै पनि कलर गरौँ, हाइलाइट्स भयो, फलियाज भयो, पालियाज भयो युज गर्दाखेरि कपाल बेसिकली ओभर केमिकल प्रोसेसले गर्दाखेरि बर्न हुन्छ, सबैलाई थाहा छ। त्यो अवसरमा तपाईँले युज गरेको प्रोडक्टलाई एकपल्ट हाम्रो मेटाप्लास्टिया स्मुथिङ युज गर्नु एन्ड मेक स्योर तपाईँलाई रिजल्ट तपाईँको अगाडि हुन्छ। सो हामी पनि आज तपाईँलाई लाइभ हेयरमा देखाउनेछौँ। उहाँको हेयर एकदमै प्री लाइटेड छ, अन्डरकोट लेभल 8 to 10 लेभल छ, म्याक्सिमम ब्रिज पिच पनि छ, कपाल ओभरली ड्राई छ, विथ हेयरफल पनि छ। कन्डिसन देख्नु भएको छ होला तपाईँले। म्याम हजुरले यो गरेको कलर कति भयो होला? 10 डेजमा यस्तो रिजल्ट्स भयो। अब हजुरलाई कस्तो लाग्यो त यो 10 डेजमा यस्तो हेयर? तपाईँ सेटिस्फाई हुनुहुन्छ आफ्नो कपाललाई हेर्दाखेरि के कस्तो हेल्दी देखिन्छ? अलि जोडले बोल्नु। सो आज तपाईँको गरेर हामीले हेयरमा चाहिँ मेटाप्लास्टिया ट्रिटमेन्ट गर्नेछौँ एन्ड मेक स्योर सबैले पनि हेरिदिनु होला, रिजल्ट चाहिँ हामीले एकदमै कपाल एन्ड अमेजिङ ल्याउनेछौँ। ओके लेट्स स्टार्ट दिस सर, प्लिज द ह्यान्ड्स अप। तो अभी आप देख सकते हो कि हेयर की कंडीशन क्या है। जैसे ही ये हेयर को हम पुश कर रहे हैं तुरंत ही यहाँ से टूटना स्टार्ट हो जाता है, ठीक है। यहाँ से स्प्रिंग हो रहा है, ये बाल पूरा स्प्रिंग हो रहा है। तो ऐसे बालों के लिए बेस्ट है, क्योंकि अभी तक की जो प्रोडक्ट आती है तो प्रीलाइटेड हेयर पे हमें करने के लिए बहुत दिक्कत हो रही है, ठीक है। पर ये जो प्रोडक्ट है पूरे हेयर पे अंदर एब्जॉर्ब हो जाता है। एब्जॉर्ब हो जाने के बाद हमें जब ड्रायर करना होता है तो ड्रायर के समय हमारा आधा घंटा तो ड्राई में निकल जाता है और क्लाइंट को इतना खींचता है कि ड्राई के बाद वो क्लाइंट कई बार तो ऐसा बोलते हैं अभी आइनिंग नहीं करना है तो चलेगा, मुझे आइनिंग नहीं चाहिए, मुझे इतना दर्द होने लगा दर्द, ठीक है। पर हमारा जो प्रोडक्ट है हेयर में एकदम एब्जॉर्ब हो जाता है, 10 से 15 मिनट में पूरा हेयर ड्राई हो जाता है। उसके बाद आप डायरेक्टली आइनिंग ले लो, आइनिंग के बाद सेम डे हेयर वॉश है, क्लाइंट को दूसरे दिन वापस बुलाने की जरूरत भी नहीं है, ठीक है। तो अभी इन्होंने शैम्पू किया हुआ है, ठीक है, तो इनका क्यूटिकल ओपन ही है तो हम डायरेक्ट एप्लीकेशन लेंगे। पर मुझे थोड़ा मॉइस्चर चाहिए, तो हेयर अभी ड्राई हो चुके हैं तो सीट में थोड़ा गीला करने के लिए इनका शैम्पू कर दीजिए। तो आपको पहले शैम्पू करना है, अगर आप नोट डाउन करना चाहते हो
तो थोड़ा लिख लीजिए कि प्रोसेस कैसे है इसका। उनसे एक बात पूछना था ना, तो उनके बाल में प्री लाइट मतलब एक ही केराटिन की है या बोटॉक्स है, क्या है उनके बाल? ये 10 दिन है क्या नहीं, उसके बाद उनके बाल में सिर्फ प्री लाइट है कि और भी कुछ है? नैनो प्लास्टिक, बोटॉक्स, केराटिन, क्या क्या है? उहाँले चाहिँ लास्ट टाइम प्रिभियस कलर चाहिँ आफ्नो 10 डेज ल्याप गर्नुभएको मलाई भन्नुभएको। प्रिभियस कलर चाहिँ अलिकति एश ब्लन्ड नै थियो। कलरको लाइफ भनेको त तपाईँको 50 to 20 वासेस हुन्छ। एशको लाइफ सबैलाई थाहा छ। बेसिकली त्यो सबै चिज आएर त्यो लास्ट ब्लन्डमै जाने हो। उहाँले चाहिँ मलाई के भन्नुभयो कि सर कपाल ओभर प्रोसेस भयो, उहाँको हेयर ड्रेसर या हेयर स्टाइल जसले पनि गरेको होला अलिकति अनप्रोफेसनली भयो। सबैलाई थाहा छ होम केयरमा यदि तपाईँले मेन्टेनेन्स गर्न सक्नु भएन भने कपाल बिग्रिनै छ। हामी भगवान होइनौँ, हामी हेयर ड्रेसर हो, हेयर आर्टिस्ट हो। हामीले काम गर्ने हेयरमा हो, नट स्क्याल्पमा हो। अब उहाँको प्रोसेसले सायद आर्टिस्टले छुट्टै तरिकाले गर्नुभयो होला या अर्कै तरिकाले या अर्कै फर्मुला होला, हामीलाई थाहा छैन। तर स्टिल हजुर म्याम एन्ड 10 दिन भयो आज उहाँले गरेको। मैम नेचुरली हेयर नहीं स्ट्रेट छ के त्यही भएर मैम नेचुरल स्ट्रेटले गर्दाखेरि हो। अनि उहाँले चाहिँ मलाई यही भन्नुभएको। मैले सोधेको थिएँ म्याम तपाईँले कुनै क्याराटिन न्यानोप्लास्टिया या ब्लुटक्स केही पनि युज गर्नुभयो कि नै? तो उहाँको रिस्पोन्स चाहिँ नहीं सर मैले सिर्फ हाइलाइट्स मात्रै गरेको। हाइलाइट्स गरेको मलाई आज गरेको समथिङमा आज 10 डेज भयो क्या, म्याक्स टु म्याक्स 10 डेज। अब तपाईँले 10 डेजमा तपाईँले के बेनिफिट पाउँछ भने प्रिलाइटेड हेयर भनेको त इट्स भेरी डिफिकल्ट टास्क के। सजिलो बादमा भर्जन हेयरमा रिजल्ट देखाउनको लागि इट्स टु गुड के। तपाईँ भिन्नर पनि लिएर आउनु, त्यसले पनि दुईजना मिलेर भने पनि एउटा राम्रो रिजल्ट निकाल्न सक्छ। तर स्टिल केमिकल ट्रिटेड हेयरमा रिजल्ट दिन इट्स भेरी टफ इन टास्क के। सो आज त्यही भएर हामीले चाहिँ हजुरको लागि केमिकल ट्रिटेड हेयर ल्याएको। हजुर दिदा हजुरलाई के अरू के डाउट छ, कसैले क्वेसन गर्न मन छ भने भन्नु होला। हैन हजुरले भन्नु के भन्नुभयो? हजुर मैम ये ऐसी भी शैम्पू नंबर 1 शैम्पू हो। पीएच लेवल बैलेंस इज द भेरी इंपोर्टेंट। प्योरोफाइन शैम्पू गरिदिने हो। प्योरोफाइन शैम्पू तपाईले युज गर्नुहुन्छ भने कपालमा जति पनि अलरेडी त क्युटिकल ओपन छ, यो जाने सबै हजुरहरूले पनि नोट प्याड गर्नु हैन। फर्स्ट शैम्पूले क्युटिकल ओपन नै गर्नेछ, सबले नोट गर्नु हैन। अहिलेसम्म कुनै पनि प्रोटिन गर्दाखेरि तपाईको नम्बर 1 शैम्पूले चाहिँ क्युटिकल्स ओपन गर्नेछ। क्युटिकल्स त ओपन ही छ, तर अलवेज उहाँले के भन्नु, उहाँलाई मोइस्चर चाहियो, अलिकति वेट हेयर चाहियो। त्यो एकदम ड्राईमा त अप्लाई गर्न भएन के अरे। सो त्यसैको लागि अलिकति वास र रिन्स गरेर लिएर आउनुहुन्छ। हजुर 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 त्यो शैम्पू चाहिँ मिस्टेकली हमारे तो होलसेल ल्याइदिनु भयो हैन, तर हजुरहरूको सलनमा पुग्छ। युज गर्दाखेरि उहाँहरूको प्रोडक्टको बिचमा के हुन्छ सर तपाईको सबभन्दा मेन प्रब्लम के आयो सर? स्मेल आयो, स्टिकी भयो, खार आयो, आँखा पोल्यो। हो दे आर द पॉइंट अल्सो। नाउ तपाईको अगाडि त्यही भएर हामीले यो लाइभ गरिरहेछौँ। ओके सो हामीले यो प्रोडक्टलाई कसरी युज गर्ने, त्यसको एप्लिकेसन गर्ने टेक्निक के हो त्यो सरले पनि गरिराख्नु भयो। एकपल्ट हेर्नु, हेयरलाई एनालाइज गर्नु, के कुरा छ भने नोट प्याड गर्नु, मलाई भन्नु एन्ड म हजुरको अगाडि त्यसको सल्युसन लिएर आउनेछु। ओके ल लेट्स स्टार्ट है। ओके सर घनश्याम सर स्टार्ट। हेर्नु हेयर उहाँको कन्डिसन कस्तो छ, सबले लाइभ हेरिराख्नु भएको होला। क्लाइन्टको बिफोर एन्ड आफ्टर एउटा भिडियो पनि बनाउनु होला। कृपया गरेर म हाम्रो टिमलाई रिक्वेस्ट गर्नेछु, प्लिज एउटा भिडियो पनि लिखिदिनु होला। जस जिबुमायाजी आइदिनु होला, हजुरले एउटा सानो भिडियो क्लिप पनि बनाउनु। बीस साल से 15 साल से 15-20 साल से ये हम ये देखिए अभी जो
नहीं, अभी जो मैं बता रहा हूँ 2001 में पहले आया था स्ट्रेटनिंग, ठीक है। 2000 में पहले आया स्ट्रेटनिंग, जिससे हम बाल को 100% स्ट्रेट करते थे, ठीक है। उससे हम अलग अलग वेरिएशन में चेंज करते थे, स्ट्रेटनिंग करते थे, स्मूथनिंग करते थे, रिबोर्डिंग करते थे। तो रिबोर्डिंग का भी एक मेथड अलग था, वहां पे 2 बार आइनिंग होता था। स्मूथनिंग स्ट्रेटनिंग करते तो 1 बार आइनिंग करते हैं, 1 बार में पूरा खत्म हो जाता। तो उसके बाद आया रिपेयरिंग के लिए पर्पज से आया केराटिन, ठीक है। केराटिन आया, तो केराटिन मार्केट में इस तरह से प्रेजेंट किया गया था कि उसका काम है सिर्फ रिपेयर ही करना। केराटिन स्ट्रेट लुक नहीं देता था, रिपेयर करता था। पर सब लोगों ने उनको गोलमाल करके ऐसा बना दिया कि केराटिन से स्ट्रेट हो रहा है। उसमें एक इंग्रेडिएंट आता है फॉर्मोडियाट नाम का, मालूम है? फॉर्मोडियाट जो हार्मफुल केमिकल है, और उसमें एक सरकार में बैन भी लगा, हमारे इंडिया में तो बैन है फॉर्मोडियाट, उसका यूज नहीं होता। तो सब लोग गोलमाल करने लगे कि स्ट्रेटनिंग करते हैं उसके ऊपर केराटिन कर देते हैं, उसको केरा स्ट्रेट बोलते हैं, केरा स्मूथ बोलते हैं। इस तरह से प्रेजेंट किया गया था। उसके बाद अभी केराटिन से हेयर स्ट्रेट नहीं हो रहे थे, तो उसके बाद आया बोटॉक्स। तो बोटॉक्स में 70 to 80% हेयर स्ट्रेट हो जाते थे, रिपेयर भी होते हैं और स्ट्रेट भी होते हैं। उसके बाद आया ब्लूटॉक्स, बोटॉक्स और ब्लूटॉक्स। उसके बाद ब्लूटॉक्स आया, तो ब्लूटॉक्स में अलग अलग टेक्निक यूज होने लगी। कई ब्रांड ऐसा बोलती है कि आप इसको 30% 40% रिंस आउट करो, कई ब्रांड ऐसा बोलती है कि आप रिंस आउट मत करो, ड्रायर कर दो और आइनिंग निकाल दो। कई ब्रांड में वो ऐसा बोलते हैं कि आप दूसरे दिन क्लाइंट को बुलाओ हेयर वॉश के लिए। कई ब्रांड में सेम डे हेयर वॉश हो जाता है। वो सब चल रहा था, ठीक है। तो जो स्ट्रेटनिंग स्मूथनिंग करने के बाद केराटिन कर रहे थे, फिर नैनोप्लास्टिया आया। नैनोप्लास्टिया में ऐसा मेंशन किया गया कि 95% स्ट्रेट लुक भी मिल रहा है, ठीक है। बिना कोटेड हेयर के लिए भी बेस्ट है। तो वो सब मिला के हमारे जो प्रोडक्ट है वो हर एक हेयर पे जाते हैं। अगर इना कोटेड हेयर है, मेटिलिक डाई है, ठीक है, जैसे फ्री लाइटेड हेयर है, तो क्लाइंट को चाहिए क्या, हेयर स्ट्रेट भी चाहिए, रिपेयर भी चाहिए। तो हमने ये सब मिला के ये प्रोडक्ट में ऐसा मेंशन किया कि आप एक ही ट्रीटमेंट में सब कुछ कर सकते हैं। और क्लाइंट ऐसे भी बोलते हैं कि मेरे पास आज का ही टाइम है, मैं कल नहीं आने वाली, मुझे आज के दिन ही सब सर्विस चाहिए। तो आप सेम डे हेयर वॉश करके कर सकते हो, तो उसके लिए भी ये बेस्ट है। तो 2000 से लेके 2026 तक जो जो स्टेप बाय प्रोडक्ट आई हुई है, उस हिसाब से ये प्रोडक्ट हमने मार्केट में रखी हुई है। तो यहाँ पे हम टेंगल फ्री कर रहे हैं। तो मैंने इनका शैम्पू नहीं करवाया, मुझे हेयर में थोड़ा मॉइस्चर चाहिए था। तो आपको पहले 3 टाइम शैम्पू करना है कंपल्सरी। आप ट्रीटमेंट कर रहे हो तो ट्रीटमेंट से पहले आपको प्यूरिफाइंग शैम्पू करना है। अगर इना कोटेड हेयर है तो आपको 2 बार करना है। अगर केमिकल ट्रीटेड जैसे ऐसे बाल है तो आप 1 बार कर सकते हो, ठीक है। तो आपको फर्स्ट शैम्पू जो करना है वो शैम्पू आपको शैम्पू करने के बाद तुरंत निकाल देना है। सेकंड शैम्पू जो कर रहे हो वो शैम्पू करने के बाद उसको आपको 5 मिनट होल्ड करना है शैम्पू को। आप लिख सकते हो जो हमें फर्स्ट शैम्पू करना है, फर्स्ट शैम्पू करने के बाद हमें रिंस आउट कर लेना है। सेकंड शैम्पू करेंगे, वो सेकंड शैम्पू करने के बाद हमें 5 मिनट होल्ड करना है, ठीक है। उसके बाद हमें टॉवल ड्राई करना है, सिर्फ टॉवल ड्राई करना है। यहाँ पे आपको ड्रायर नहीं करना है, सिर्फ टॉवल ड्राई करना है। जो एक्सेस वाटर गिर रहा है वही निकालना है। उसके बाद आप डायरेक्ट एप्लीकेशन ले लो। अगर आपका ऐसा लग रहा है कि टॉवल ड्राई से अभी भी मॉइस्चर ज्यादा लग रहा है तो नॉर्मली आप ड्राई कर दो, पर आपके हेयर पे 30% मॉइस्चर रहना चाहिए। आप 70% ड्राई कर सकते हो, ठीक है, क्योंकि जेल बेस्ड प्रोडक्ट है। अगर आप 100% हेयर पे लगाने जाएंगे ना तो स्टिकीनेस ऐसी हो जाएगी, कहाँ जिस जगह पे आपने एप्लीकेशन की वहीं पे स्टे हो गया, तो वहां से आपको आइनिंग के समय भी दिक्कत हो सकती है, ठीक है। और अगर ये प्रोडक्ट ज्यादा लग गया तो पाउडर फॉर्म बन के ये निकल जाएगा, तो ज्यादा भी नहीं लगाना है। अभी देखिए ये हेयर है,
ये हेयर के अकॉर्डिंग इसमें 60 ml ही प्रोडक्ट जाएगा, सिर्फ 60 ml। तो हम अभी प्रोडक्ट निकाल रहे हैं। देखिए सबैले एकपल्ट युज गर्नु, एकपल्ट एनालाइज गर्नु हाम्रो प्रोडक्टलाई हैन। पिगमेन्ट्स कस्तो छ, आँखामा त्यो चुबे छ कि नै, त्यो बनाएको छ कि, पिगमेन्ट्स कस्तो छ, फिडब्याक दिनु होला है। एकपल्ट चेक गर्नु। किनकि प्रोटिन ट्रिटमेन्ट्सले गर्दाखेरि धेरै नै इफेक्ट पर्नेछ तपाईको हेयरलाई। हेयरलाई हामीले प्रोटिन दिनु भनेको तपाईको हेयर मोइस्चराइज गर्नको लागि हो, हेयरलाई चाहिँ न्युट्रल फर्ममा लिएर आउने हो। ओके, सो एकपल्ट सबैले एकपल्ट फिटनेस चेक गर्नु, त्यसको चाहिँ क्वालिटी चेक गर्नु। किनकि जेल बेस्ड प्रोडक्ट अहिलेसम्म नेपालमै छैन कि। तपाईँको जेल बेस्ड प्रोडक्टमा क्रिम फर्ममा हेर्नुभयो होला, तपाईँले त्यो लिक्विड फर्ममा हेर्नुभयो होला। हाम्रो यो भनेको बेस्ट प्रोडक्टमा लिक्विड फर्ममा भन्दा पनि जेल बेस्डमा अपडेटेड भर्जन। फ्लेभर चाहिँ यसको अहिले हामीसँग कफी फ्लेभर छ। तपाईँले एकपल्ट एनालाइज गरिदिनु होला प्लिज। कफी भनेको तपाईँको लागि किन हो कि अब ओभर प्रोसेसले गर्दाखेरि हिटले यसले खाएर आउनेछ। कुनै पनि त हुन त यो केमिकल नै हो, घरमा बनाएको चिज त होइन है। सो यो चाहिँ ल्याब टेस्टेड। पुरा ब्युटी पार्लरबाट चलाउने सम्पूर्ण सम्पूर्णलाई नमस्कार भन्दै र मैले हाम्रो एज अ हेयर ड्रेसर आजको क्ल्याप फर हेर्नु र आजको हाम्रो स्पेसल दादा हुनुहुन्छ राज गुरुङ दादा। उहाँ चाहिँ एज अ युट्युबर पनि हुनुहुन्छ। पूरा जेल दीजिए, दिख रहा? मैम स्क्याल्पमा टच गर्न भएन नि त। स्क्याल्पदेखि 1 देखि 2 इन्च कुनै पनि प्रोटिन हो, कुनै पनि स्ट्रेट क्रिम हो, त्यो चाहिँ स्क्याल्पमा हुँदै हुन्न। स्क्याल्पमा यदि छुइयो भने त तपाईँको थाहै छ रिजल्ट्समा इरिटेसन हुन्छ, इचिङ हुन्छ, कसैलाई पोल्छ, चिलाउँछ। मैम अब्भियसली स्क्याल्पमा हिट हुन्छ, हिटले गर्दा जस्तो पनि चिज हुन सक्छ। रेडनेस आउन सक्छ, तपाईँको हेयर फल हुन सक्छ, ब्रेकेज हुन सक्छ। तब ओपरी तपाईँको हेयर चाहिँ नेक्स्ट लेभलमा तपाईँको ओभर प्रोसेस केमिकल ट्रिटेड पनि हुन सक्छ। अनि हाम्रो हेरेको कुराहरू तपाईँहरूको हेयर साइन्स कतिको स्ट्रङ रहेछ, कुनै बिचमा हामीले क्विज कम्पिटिसन पनि गर्नेछ। अब तपाईँको लागि चाहिँ बेस्ट प्राइजेस पनि छ। एकपल्ट सबैजनाले ध्यान चाहिँ राम्रोसँग आफ्नो कान खोलेर आँखा खोलेर हेर्नु होला। हाम्रो सरले के कुरा सोध्नुहुन्छ होला। यदि तपाईँको लागि त्यो क्वेसन यदि 18 भयो भने सल्युसन हामीले भन्ने छौँ। एन्ड सरले चाहिँ हिन्दीमा बोल्नुहुन्छ, रिप्लाई तपाईँ नेपाली हिन्दी जेमा पनि भन्दा हुन्छ। ट्रान्सलेटको लागि म छँदैछु।
सिर्फ डेवलप करना है, सिर्फ ऑन करना है। सबैले यो टेक्निक चाहिँ एकपल्ट राम्रोसँग भिडियोमा स्क्रिनमा जो भइरहेको छ हेरिदिनु होला। इमल्सिफाई गर्दाखेरि तपाईँले कुनै पनि स्ट्रेट क्रिम या प्रोटिन क्रिमले मजाले तान्नुहुन्छ होला, फेरि काइयो गर्नुहुन्छ होला। र यो टेक्निक अलिकति डिफ्रेन्ट नै छ। जेल बेसलाई तपाईँले कसरी तल सार्ने उहाँ सरले देखाइराख्नु भयो। फिङ्गरको युज भएकै छैन, ओन्ली प्रोडक्ट अप्लाई गर्ने ब्रसद्वारा। ब्रसबाट तपाईँको हातमा कम छ, कमले मजाले तानेर इमल्सिफाई गरिदिनुहोस्। हातले किन युज नगर्ने, किनकि यो जेल बेस प्रोडक्ट हो। जेल बेस प्रोडक्टले यदि अगर हातमा तपाईँको ग्लोभ्समा लगायो भने त्यो त त्यही चिप्किने छ। त्यो जेल बेसको फाइदा के भयो तपाईँको लागि? देयर आर डिफ्रेन्ट टेक्निक, डिफ्रेन्ट प्रोडक्ट। सो उहाँले चाहिँ त्यसरी गरिराख्नु भयो हाम्रो घनश्याम सरले। फिङ्गर मुभमेन्ट यसमा छँदै छैन, ओन्ली फर ड्याब ड्याब टेक्निक हो, जो कुनै पनि प्रोटिन युज गर्दा हुन्छ, कुनै पनि क्याराटिन युज गर्दा हुन्छ, कुनै पनि तपाईँले स्ट्रेट क्रिम या हेयर स्पा टेक्निकमा युज गरेको टेक्निक हुन्छ। तपाईँले फिङ्गर एंगल जो सभी चीज हेरिदिनु होला, एंगल टू एंगल दिनु। सो तपाईँहरूलाई अलिकति बोर भइरहेको छ होला, सबैको फेस हेरिरहेको छु, फोन चलाउनुमा धेरै मान्छेहरू बिजी छन् है। ओके ठिक छ, केही भएन, तपाईँले गर्ने हो। तपाईँको लागि चाहिँ कति हुन्छ उसले थाहा छ? प्लिज जसलाई आन्सर थाहा छ भने रिप्लाई गरिदिनु। हेयरको नर्मल पीएच लेभल कति हुन्छ? तपाईँहरू हात उठाएर बोल्नु होला। कति भयो? 8 छैन म्याम, मैम अझै क्लोज। एउटा दुईटामा एउटा भन्नु, 5 कि 7? ओके नाइस आन्सर सर, एउटा बिग ह्यान्ड गरिदिनु प्लिज, क्ल्याप। हाम्रो म्यामको नाम के होला? शुभ गंगा तमोजीलाई सरलाई म हात अनुरोध गर्दैछु, उहाँलाई प्रेजेन्टेसनलाई के गिफ्ट दिनै पर्छ। यस प्लिज। नहीं बेसिकली राइट आन्सर तपाईँको त्यो चीज चाहियो हामीलाई। हजुर उहाँ दिनु, उहाँ चाहिँ हामीलाई प्लिज आइदिनु होला। म हजुरलाई मञ्चमा बोलाउने छु, प्लिज आइदिनु होला म्याम। हजुर फोटोग्राफी पनि गरिदिनु होला हाम्रो फोनबाट। सबैले तालीहरू गर्नु नगर्दिनु, अल्छी नमान्दिनु। एक बार माइक लेके आ रहा हूँ प्रोवाइड करने के लिए, सॉरी मैं अपने थोड़े गप में थोड़ा बिजी हो गया। हिंदी बोल्नको लागि माफी चाहन्छु, उहाँले चाहिँ हिंदी बोल्नुहुन्छ। तो सर बताइए आपका प्रोसेस कैसा चल रहा है घनश्याम सर? बस एकदम स्मूथ चल रहा है। आप लोगों को ये एप्लीकेशन कैसा लगा? आपने पहले देखा कहीं पे ये एप्लीकेशन? मैं सुरेश सर हाम्रो अर्को माइक पनि प्रोभाइड गराइदिनु। उहाँ चाहिँ हाम्रो सबैजनाहरूलाई चाहिँ हाम्रो म्याडमहरूलाई सरहरूलाई चाहिँ माइकको व्यवस्था गरिदिनु होला। सरसँग चाहिँ क्वेसन आन्सर गर्नको लागि चाहिँ एकदम राइट टाइम छ, एप्लिकेसन गर्दाखेरि बेस्ट हुन्छ। एउटा भइसक्यो, अब चाहिँ सरहरूले चाहिँ सोधिराख्नुहुन्छ उहाँहरूलाई चाहिँ कस्तो भइरहेछ। प्लिज सर। जो कौन से एप्लीकेशन हो रहा है, अगर ये जेल बेस है तो कहीं हेयर पे छूट गया है तो भी अच्छी तरह से वो प्रोडक्ट लग जाएगा, क्योंकि मैं एक साथ में कॉम कर रहा हूँ। मेरा जो प्रोडक्ट है वो रूट्स पे नहीं लग रहा है, तो आपको रूट्स पे तो लगाना ही नहीं है, रूट से 1 इंच दूरी लगाना। जैसे मैं कॉम कर रहा हूँ, आप देख सकते हो कि मैं रूट से एकदम कॉम कर रहा हूँ, मेरी प्रोडक्ट रूट्स तक जा रही है, पर पेशेंट लगाता नहीं है। और ये जेल बेस में है तो क्रीम आपको दिखता है कि क्रीम आप जो लगा रहे हो इसे आप जब दिखता है, तो ये जेल बेस है तो आपको ये महसूस करना पड़ेगा कि आप प्रोडक्ट जो लगा रहे हो आप किस तरह से लगा रहे हो, और हेयर पे लग रही है कि नहीं लग रही है, वो भी देखना पड़ेगा। उहाँहरूको कुरा सरको कुरा सायद अझै बुझ्नु भयो छैन भने प्लिज नेपालीमा फेरि ट्रान्सलेट गरिदिनेछु।
तपाईँको प्रोडक्ट चाहिँ राम्रोसँग लागु छ कि नै सरले आफ्नो कुरामा भनिराख्नु भयो मेरो प्रोडक्ट चाहिँ एप्लिकेसन भएको छ राम्रोसँग मैले फिङ्गर टच गरेको छैन मैले इमल्सिफाई पनि कमले अनि ब्रस मेरो युज गरिरहेको छु त्यो ओन्ली फर लेन्थमा हेयरलाइनमा जति नै नेसेसरी छ जति नै प्रोडक्ट चाहिएर त्यति मात्रै अप्लाई भइरहेको छ त्योभन्दा धेरै पनि होइन अनावश्यक प्रोडक्ट तपाईँले नलगाउनु अनावश्यक तपाईँले प्रोडक्ट लगायो भने कपालमा धेरै नै हेभी प्रोटिन हुन्छ अनि त्यसले गर्दाखेरि एकदमै धेरै स्मुथ हुन्छ त्यो तपाईँलाई नै हानिकारक हुन्छ सास फेर्न सास लिन एकदम नै गाह्रो हुन्छ त प्लिज तपाईँले एकपल्ट फेरि हेरिदिनु होला केही नबुझ्नु सर घनश्याम जी आप एक बात बताइए आपने क्लाइंट्स को आपने हैंडल कर लिया क्लाइंट का आपने एप्लीकेशन दे दिया एप्लीकेशन के बाद इसका थोड़े बारे में बताइए डिटेल्स में हमारे पब्लिक को वो जानना चाहती है कि इसका रिजल्ट सपोज तो पहले 3 पॉइंट शैम्पू हो गया उसके बाद कोल्ड ड्राई करना है कोल्ड ड्राई करने के बाद आपको एप्लीकेशन सिर्फ कॉम का ही है आपको डेप करके प्रोडक्ट लगाना है पूरा कॉम करना है कॉम उसके बाद छोड़ देना है जैसे एप्लीकेशन हो जाए उसके बाद इसका टाइमिंग एरिया है 45 मिनट 45 मिनट के लिए आपको छोड़ देना है 45 मिनट के बाद आपको नॉर्मली ट्राई करना है ट्राई करने के बाद आप आइनिंग स्टार्ट कर दो एकदम सिंपल है मैंने पहले ही बताया ना ये फ्रेशर है तो भी ये कर सकता है जो ट्रीटमेंट वही मैं वो पूछना चाहता था कि 20 सालों से 25-15 सालों से कौन कर रहा है तो पता चले क्या तपाईँहरूले सबै चिज आफ्नो पार्लरमा आफ्नो सलुनमा युज गरिराख्नु भएको छ कुनै के डिफरेन्स पाउने छ त्यो मलाई चाहिँ अलिकति भनिदिनु डेफिनेसनमा कसैलाई थाहा छ प्लिज पछाडिबाट यस म्याम हाँस्नु तपाईँले पक्का नै आन्सर थाहा छ वहाँ प्लिज सुरज जी हाम्रो यो माइकको लागि के भयो प्लिज प्लिज हामी गरिदिनु के हो दादा भनिदिनु डिफरेन्स भनिदिनु यो स्मुथनिङ अनि तपाईँको यो मेनोप्लास्टिया क्याराटिनको डिफरेन्स के हुन्छ मेटाप्लास्टियाको लागि कस्तो छ तपाईँको भन 100% तो म त भन्दैन अरे कुनै पनि केमिकल ट्रिटेड बेसमा हो तपाईँको लागि म बेस्ट अप्सन भन्ने छु किनकि कुनै पनि प्रोडक्ट हो कुनै पनि त्यो जेल बेसमा हो लिक्विड बेसमा 100% त यो त क्लाइन्टलाई झुट बोल्न छोड्दिनु 99 पनि जस्ट लाइक इट्स ओके ओके हामीहरू त हेयर ड्रेसर हो ब्युटिशियनहरु हामीलाई त एटलिस्ट झुट नबोल्नु होला 90-95% गुड राइट आन्सर यति पनि हुन सक्छ हाम्रो सेन्डी दिदी तपाईँ होला सेन्डी दिदी प्लिज यदि अरू यस्तो अब सिनियर अब आर्टिस्ट प्लिज भनिदिनु होला यसको आन्सर ओके चला ठिक छ अरू कोही के डिफरेन्स छ प्लिज भनिदिनु होला के क्याराटिनमा न्यानोप्लास्टियामा स्मुथनिङमा डिफरेन्स भनिदिनु प्लिज किनकि सबै क्लाइन्टलाई त लास्टमा रिजल्ट चाहियो भनेको स्ट्रेट नै हो के प्रायः जस्तो मैले यहाँ चाहिँ अल ओभर नेपालमा यो बुझिरहेको छु कि सर मैले लास्ट टाइम बोटक्स गरेको थिएँ आफ्टर 45 डेज 2 मन्थ्स तो तपाईँको 2 महिनाबाट अब कपाल राम्रै थियो हैन ओ उहाँले मेरो त्यो पार्लरमा गथे उहाँले मेरो कपाल बिगाडिदिनु भयो के बुझ्नु भयो के भयो रेपुटेसन डाउन भयो त्यो क्लाइन्ट सायद तपाईँकोमा रिआउनु भयो कि नै तपाईँले त पेमेन्ट लिइसक्नु भयो हैन उसले पनि अब त्यो रिजल्ट पायो तर सेटिस्फ्याक्सन कहाँ आएन कि किन आएन कि तपाईँको काउन्सिलिङ त्यहाँ भएन तपाईँले आफ्नो प्रोडक्टलाई आइडेन्टिफाई गर्नु भएन कि तपाईँले अब बेसिकली त्यो चिजको प्रोसेस नबुझेर हो कि यसमा फल्ट कसको छ त हैन कुनै पनि क्याराटिनको लागि तपाईँहरूले आफ्नो सलाह छ भन्नु होला यो 3 महिना 6 महिना चल्छ ओ यो थाहा छैन भनेको वर्डै हो के हो यही क्वेशन मार्क हो प्लिज भनिदिनु तपाईँहरू 18 वर्ष 20 वर्ष 15 वर्षको सिनियर ब्युटिशियनहरु सिनियर हेयर ड्रेसरहरु हुनुहुन्छ भने प्लिज तपाईको मनमा पनि के डाउट छ भने प्लिज तपाईले नोटप्याड गर्नु तपाईको अगाडि पेन छ पेपर छ बुक छ त्यसलाई गएर कुनै के डाउट छ भने तपाईको डाउट सल्भ गर्नेछु तपाईले पनि एटलिस्ट यहाँ केही प्रोटिन या सेकिङ गर्नु पर्छ हैन
हजुरको मम्मीले ओके सो तपाईँको आफ्नै छ मम्मीको ओके सो हाम्रो क्लाइन्ट्सहरूलाई के हुन्छ कि प्रायः जस्तो थाहा हुँदैन क्लाइन्ट्स त एकदम सिधा हुन्छ होइन ठिक छ मलाई यो गरिदिनु है म्याम के कति हुन्छ तपाईँहरू बार्गेनिङ गर्नुहुन्छ तपाईँहरूको प्राइसहरू दिनुहुन्छ अनि ल ठिक छ तपाईँको इन्स्ट्रुमेन्ट प्राइस हुन्छ 5000 6000 3000 त्यो तपाईँको ओभरमा हुन्छ बट स्टिल अब आयो कुरा रिजल्ट्सको कुरा कुनै पनि प्रोटिनको लाइफ भनेको म्याक्स टु म्याक्स तपाईँको 5 to 6 months हुन्छ क्याराटिन प्रोटिन लाइफ तपाईँको हाइपरबोलिक प्रोटिन हुन्छ धेरै कपाललाई क्युटिकललाई रिलिज गरेर कपालमा चाहिँ स्मुथनेस एन्ड सफ्ट गरिदिन्छ क्याराटिनको पिएच लेभल अघि नै म्यामले भनिसक्नुभयो 7 नम्बर हुन्छ अनि कुनै पनि यो स्मुथनिङ या क्याराटिन या न्यानोप्लाई थाहा छ म क्वेसन अपडेट गरिदिन्छु किनकि कतिलाई थाहा छैन यो कुराहरू लाइफ भनेको तपाईँको 3 to 6 months हुन्छ त्यो पनि यदि उहाँहरूले होम केयर राम्रो युज गर्यो भने इट वाज गुड नत्र त त्यो 5 to 3 washes-मा वास आउट हुन्छ कुनै पनि क्याराटिन हो कुनै पनि प्रोटिन हो कुनै पनि एक्स ट्रिटमेन्ट हो लास्टमा तपाईँलाई नै इस्यु बनिन्छ तपाईँलाई नै छेउ हुन्छ बी गर्नुभन्दा पहिला क्लाइन्टलाई मजाले काउन्सिलिङ गरेर पठाउनुहुन्छ ठिक छ ओके ल म क्वेसन चेन्ज गरिदिन्छु यो अलिकति गाह्रो नै भयो हेयर साइन्सको लागि म भन्छु हेयर साइन्समा तपाईँको ल स्ट्रेट सबले गर्नुहुन्छ नि स्मुथनिङ तपाईँलाई स्मुथनिङको मतलब थाहै छ स्मुथनिङ स्मुथ हेयर स्मुथ थाहै छ हाम्रो नेपालमा सबभन्दा पहिला क्लाइन्टहरूको मुखमा छरिदियो कि सर म्याम मलाई त त्यो क्याराटिन स्ट्रेट चाहियो कतिको पार्लरमा कतिको सलनमा यो आयो कि म्याम हामीलाई क्याराटिन स्ट्रेट चाहियो ल क्याराटिन स्ट्रेटदेखि एउटा रिलेसन एउटा क्वेसन छ तपाईँले भनिदिनु कस्तो होला यो क्याराटिन स्ट्रेट गरेको तपाईँले क्याराटिनको न्यू फर्म के हो क्याराटिनको न्यू फर्म पनि भनिदिनु अनि पिएच लेभल भनिदिनु होला स्टेटको कति हुन्छ प्लिज पछाडिबाट कोही हुनुहुन्छ भने सरहरू म्यामहरू कोही छ बोलिदिनु क्वेसन प्र्याक्टिकली तपाईँहरू एकदम ठुल्ठुलो आर्टिस्ट हुनुहुन्छ अलिकति हेयर साइन्स पनि भनिदिनुहोस् आई होप सो मान्छेहरू बोरिङ भइरहेको छ क्या मजा आएन म्यामहरू यहाँ एकजना हुनुहुन्थ्यो अघि नै रिप्लाई दिनुभएको उहाँ सायद हुनुहुन्न कसैले भनिदिनुहुन्छ भने प्लिज भनिदिनु नत्र म मेरो सरलाई पनि सोध्छु शाम से कैसा चल रहा है बताइए आपके बारे में आप ऑडियंस को बता दीजिए स्मूथनिंग कैराटिन और इसमें डिफरेंस क्या होता है इनका पीएच लेवल कितना कितना होता है प्लीज देखिए हर एक ट्रीटमेंट का एक पीएच लेवल होता है वो तो बात आप समझते हो ना पीएच लेवल कहाँ से स्टार्ट होता है और कहाँ पे खत्म होता है वो किसी को मालूम है पीएच लेवल कहाँ से स्टार्ट होता है वो कहाँ खत्म होता है कसैलाई थाहा छ हेयरको पीएच लेभल कहाँबाट सुरु हुन्छ अनि कहाँ सकिन्छ कति नम्बरबाट स्टार्ट हुन्छ अनि कहाँ उसको अन्त हुन्छ कसैलाई थाहा छ पछाडि अगाडि दायाँ बायाँ देखिए आप सब लोग ट्रीटमेंट कर रहे हो स्मूथनिंग भी कर रहे हो ट्रीटमेंट भी कर रहे हो तो आपको पीएच लेवल के बारे में पता होना चाहिए तो एक सिंपल सा सवाल है पीएच लेवल कहाँ से स्टार्ट होता है और कहाँ पे खत्म होता है हमारा हेयर का भी एक नेचुरल पीएच लेवल होता है वो तो मालूम होगा ना सबको मालूम है किसी को नहीं मालूम बताइए तो मैम को मालूम है कौन सी मैम को मालूम है हाथ उठा दिनु होला प्लिज हजुर हो ल सरको जवाब चाहिँ तपाईको लागि म माइक लिएर आउँदैछु प्लिज भनिदिनु होला सर 5 to 10 लेवल तक बोल रही हैं क्या इनका आंसर सही है गलत है गलत है क्लोज करो आज की दिया जी 4.5 सर उनका आंसर राइट था कि नहीं वो प्राइस के लिए है कि नहीं हाँ मेरे को बता दीजिए उनका आंसर क्या था आपने सुना कि नहीं ओके 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 क्लोज क्लोज आ रहा है भाई क्लोज 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 बता दीजिए अगर किसी को बताओ कहाँ से पीएच लेवल स्टार्ट होता है कहाँ पे खत्म हो रहा है 4.5 to 10 नेपालीमा फेरि भनिरहेको छु उहाँको क्वेसन छ भने तपाईको हेयरको पीएच लेभल कहाँबाट सुरु हुन्छ अनि कहाँ सकिन्छ
4 देखिए 10 सर इधर बताइए सर क्या हो रहा है 4 से 10 तक के बीच में होता है क्या चलो जी ये नहीं है ये भी नहीं ये भी गलत जवाब अगाडि पछाडिहरू के हुनुहुन्छ भने ट्रीटमेंट का एक पीएच लेवल होता है, तो ये तो सबको मालूम होना ही चाहिए। देखिए सर सो यो क्वेशन पनि तपाईहरुलाई थाहा छैन म लास्ट फेरि रिपिट गर्नेछु प्लिज भनिदिनु होला जसलाई थाहा छ हेयरको पीएच लेभल कहाँबाट सुरु हुन्छ अनि कहाँ सकिन्छ कतिले भन्नुभयो 5 to 7 4 to 10 अरे भैया 1 देखि 10 पनि त हुन्छ दिमाग लगाउनु हजुर मत पूछिए। तो नेचुरल जो पीएच लेवल होता है ये 1 से स्टार्ट होता है और 14 तक जाता है। 1 से स्टार्ट होता है और 14 तक जाता है। वो 7 है ना वो न्यूट्रल है। हाँ। एशियन हेयरमा पनि त्यही नै हुन्छ युरोपियन हेयरमा पनि त्यही हुन्छ मिडल इस्टमा हरेक चीजमा 1 to 14 सम्म हुन्छ 1 to 14 होता है, 7 है वो न्यूट्रल है और हमारा जो नेचुरल हेयर का पीएच लेवल रहता है वो 4.5 to 5.5 होता है। 4.5 तो ये ट्रीटमेंट के बाद भी हम जो शैम्पू सजेस्ट करते हैं वो सल्फर पैराबेन फ्री शैम्पू यूज करने के लिए बोलते हैं। ठीक है, जब भी कोई भी ट्रीटमेंट करते हैं जैसे मेटाप्लास्टिया हो गया, नैनोप्लास्टिया हो गया, उसका भी पीएच लेवल होता है तो लो पीएच लेवल की होती है। जैसे आप स्ट्रेटनिंग कर रहे हो, स्मूथनिंग कर रहे हो तो उसका पीएच लेवल हाई होता है, उसका पीएच लेवल होता है। तो आपको ये पूछ रहे हो कि आप शैम्पू कौन सा यूज कर रहे हो, वो बता रहे हैं कि मैं ये शैम्पू यूज कर रही हूँ XYZ कोई भी। फिर आप पूछ रहे हो आप कंडीशनर कर रहे हो, मास्क लगा रहे हो, वो बोल रहे हैं नहीं, तो उनका क्रिटिकल ओपन भी है वो ड्राई भी रहेगा क्योंकि वो कंडीशनर नहीं कर रहे। जब भी हम शैम्पू करते हैं तो हमारा पीएच लेवल बढ़ जाता है। फिर हम जब कंडीशनर और मास्क करते हैं तो वापस सेटल हो जाता है। तो शैम्पू के बाद कंडीशनर या मास्क लगाना कंपल्सरी है। हेयरमा कति प्रकारको चाहिँ हेयर बन्ड हुन्छ प्लिज नेम भनिदिनु होला उसलाई थाहा छ प्लिज वहाँ हात उठ्नु भयो नाम हजुरको शुभ नाम भनिदिनु होला म तपाईँसँग माइक लिएर आउँदैछु हजुरको शुभ नाम म्याम काम गरेको ओके हेयरको त्यो बन्डको नेम भनिदिनु होला के हुन्छ सर हाइड्रोजन बोला है बॉन्ड नहीं बॉन्ड नहीं पहले हंस लेते हैं कोई दिक्कत नहीं है ना हंसने पहले मजा ले हंसने कंफ्यूज हुआ है यार मैंने तो इतनी मांगे सीरियसली पास ओके हमारे पास जो दिन में 30 स्टडी में यहाँ बैठा हूँ शुरू यहाँ फर्स्ट ईयर में अरे फिर एक बार रिपीट कर दूँ हमारे टेक्नीशियन सर को काम में जाओ सर ध्यान से सुनने होगा सर घनश्याम सर इनका आंसर सुन लीजिए बताइए सर ये सही आंसर है अरे क्लैप 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 बिग हैंड्स फॉर मैम के लिए हमारे मैम को शुभ नाम क्या होगा रवीना खातून ओके रवीना खातून जी म सरलाई फेरि एकपल्ट बोलाउने छु रवीना खातून जी प्लिज स्टेजमा आउनु होला तपाईको लागि एउटा हाम्रो राम्रो गिफ्ट नि छ प्लिज आइदिनु होला भेरी बिग ह्यान्ड राइट आन्सरको लागि फेरि प्लिज थ्याङ्क यू सर एउटा फोटो होस् सागर सर के अरे हाम्रो सुन्दर प्रकाश सर एकपल्ट फोटो होस् यादगार होस् मायाको चिनो हो यो 30 to 45 people हुनुहुन्छ यार हजुर दिनु होला हाम्रो एप्लिकेसन सकेछ सरले के कुरा गर्नुहुन्छ म माइक दिन्छु तो मेरा ऑलमोस्ट कंप्लीट फिनिश हो चुका है एप्लीकेशन। तो मैं यहाँ पे एप्लीकेशन कर रहे हैं तो आप देख सकते हैं कि यहाँ पे है पूरा प्रोडक्ट एब्जॉर्ब हो चुका है। तो अभी हम 45 मिनट इसको
शावर कैप से पैक करके छोड़ देंगे। 45 मिनट के बाद हम ड्रायर करेंगे, ठीक है। ऱ्याप गर्दाको प्रोसेस राम्रोसँग हेरिदिनु होला। कसैले चाहिँ ऱ्याप गरेपछि सिधै माथि मात्रै क्लिप लगाएर छोडिदिनुहुन्छ, उहाँको ऱ्याप गरेको पनि एकदमै हेर्नु होला। यो हेयर पनि यदि तपाईँको स्क्याल्पमा लाग्यो भने तलको भाग इजिनेस हुने नै छ, इन्फेक्सन हुने नै छ। म 3 सिम्पटम्स हालिदिन्छु। पहिला कपाल रेड हुन्छ, कपालमा इचिङ प्रब्लम हुन्छ, चिलाउँछ। सेकेन्डमा थर्ड भनेको तपाईँको हेयर फल हुन सक्छ, किनकि इट्स लाइक अ हेभी प्रोटिन है। त्यसमा हाम्रो बन्ड सेभर पनि छ, बन्ड ब्रेक पनि गर्छ, अनि हेयरको त्यसमा न्युट्रल कन्डिसन पनि छ। त्यही गर्दाखेरि एकदम ख्यालले एकदम ध्यान दिएर त्यसलाई अप्लाई गरिदिनु होला। त अब यो ऱ्याप हुँदैछ। अब यसको वेटिङ टाइम भनेको 40 to 45 मिनट्स हुन्छ। यसलाई चाहिँ अब स्ट्रिङ ऱ्याप गरेर छोडिदिने हो। तपाईँको सलनमा स्ट्रिङ ऱ्याप त छँदैछ होला। अनि नेक्स्ट भनेको सावर क्याप। यति गरेपछि तपाईँको बिफोर त सबैले हेरेकै छन्, अगाडि बसेको अडियन्सहरूले सबैले देख्नुभयो। तो सर आप बताइए आपका एप्लीकेशन हो गया था, ठीक है। तो आप लोग समझ पा रहे हो या नहीं समझ पा रहे हैं? क्योंकि मैं हिंदी अगर ट्रांसलेशन कर रहे हैं विष्णु जी, तो आप बोलिए तो मैं इस हिसाब से आपको, क्योंकि मुझे भी पता चले, क्योंकि आप लोग यहाँ पे सीखने आए, ठीक है। तो जब भी आप ये प्रोडक्ट आपके इन सैलून पे आएगा, तो आपने जो ये एप्लीकेशन की हुई है, तो उस हिसाब से आप एप्लीकेशन करोगे तो आपको भी पता चलेगा, ठीक है। तो आगे की प्रोसेस क्या है वो भी नोट डाउन करना है तो कर सकते हैं। कि जैसे हमने टोल ड्राई कर लिया, टोल ड्राई करने के बाद 60% प्रोडक्ट पहले निकालना है। 60% प्रोडक्ट निकालने के बाद मिक्स मैच करना है, डेप डेप एप्लीकेशन करनी है। एप्लीकेशन के बाद 3 से 4 बार आपको कोम करना है, ठीक है। 3 से 4 बार आप कोम कर लीजिए और सेक्शन को रख लीजिए। उसके बाद आगे का सेक्शन, नीचे के सेक्शन के साथ वापस उसको मर्ज करने के बाद वापस कोम करिए, ठीक है। कोम करते रहिए। कई ट्रीटमेंट में ऐसा होता है कि एक बार आपने कोम कर लिया तो वापस उसमें आप कोम नहीं कर पा रहे, कोम करना ही नहीं रहता। पर ये ट्रीटमेंट में जितना आप कोम करोगे ना, उतना प्रोडक्ट आपका अच्छी तरह से लगेगा। कहीं हेयर पे अगर प्रोडक्ट छूट रहा है ना, तो भी अच्छी तरीके से वहीं पे डिवोशन हो जाएगा प्रोडक्ट का। तो जो एप्लीकेशन का जो कोमिंग है ना, टेक्निक के साथ ये ट्रीटमेंट कर सकते हैं। अगर आपका कोई सवाल है, आपको ऐसा लग रहा है कि ये ट्रीटमेंट में बेस्ट क्या है, तो आप पूछ सकते हैं। ओके, देयर इज अ गुड पॉइंट कि पर्पल कलरले गर्दाखेरि न्यानोप्लास्टियाको रिजल्ट राम्रो नै छ। न्यानोप्लास्टिया पनि अब डिफ्रेन्ट उसमा छ, कलरमा छ, क्रिम बेसमा छ, जेल बेसमा। त अब यसमा मैले हेरेँ होइन, काफी हद तक ठिक छ। तर अझै अपडेट गरौँ न त। तपाईँको के नेक्स्ट के छ? यता कसैले यतै म्याम, मिस, सर, म्याम यता कोही हुनुहुन्छ भने भनिदिनु। ओके, फेड हुँदैन भनेको। ओके, 10 लेभल एश कलर आजै तपाईँले गर्नुभयो अनि ओके, एकपल्ट प्रायः जस्तो हाम्रो मतलब हेयर इन्डस्ट्रीमा ब्राउन सेडमा त केही भएन क्या। ब्राउन सेड भयो, कपर सेड भयो, नेचुरल सेडमा त इट वाज गुड। यो टेक्निक एकदमै काम गर्ने नै छ, मलाई पनि थाहा छ, किनकि म पनि एउटा सानो हेयर ड्रेसर हो। एन्ड मेन चिज के हुन्छ कि तपाईँले ओभर प्रोसेस प्रिलाइटेड त क्वेसन मेरो फेरि रिपिट गर्नेछु। तपाईँको अन्डरकोट लेभल हुन्छ 9 to 10 लेभल। तपाईँले त्यो हेयरमा कसरी सेम डेमा कुनै पनि प्रोटिन या मेटाप्लास्टिया, न्यानोप्लास्टिया विथ कलरसँग कसरी गर्ने हुन्छ एकपल्ट फेरि भनिदिनु होला प्लिज। हजुर म्याम, प्लिज तपाईँको सामने मैले माइक लिएर आएँ, प्लिज भन्नु। हामी सबै प्रोसेस गरिसकेपछि कलर चाहिँ न्यानोप्लास्टिया, मेटाप्लास्टिया गरेपछि गर्ने होला नि। मलाई एकपल्ट प्रोसेस त भनिदिनु, त्यो त ठिक छ। मलाई तपाईँ सुरुदेखि प्रोसेस भन्नु न, तपाईँले के गर्नुहुन्छ फर्स्टमा। त्यो थ्योरिकली पनि जान्छ, अलिकति प्र्याक्टिकली पनि भिजुअल होस् नि त। मुखले भन्दाखेरि त कति मजाले भनिदिनु होला, प्रोसेस भन्ने हो क्या।
जस्तै हामीले कलर गऱ्यौँ होइन प्रिलाइटिङ गऱ्यौँ अनि त्यसपछि हामीले न्यानोप्लास्टिया प्रोसेसमा गऱ्यौँ होइन यसको सेलेक्ट गऱ्यो त्यसपछि हामीले लगायो अनि अब यो सबै अब आइरनहरू लगायो प्रोसेस गऱ्यो आइरन गऱ्यो अनि अब हामीले प्रिन्ट त गऱ्यौँ अनि त्यो दिन एज कलर लगाइकन त्यसको 2-4 दिनपछि गर्नु होला हामी त्यसरी गर्छौँ त्यही दिन चाहिँ नगर्ने एकदम राइट आन्सर छ उहाँको लागि प्लिज बिग ह्यान्ड यार गाइस यार कहीं कोही त छ जसलाई एकदम खतरनाक नलेज छ हैन पहिल्यैबाट एकदम पुरानो छ चाहिँ अनि अहिले चाहिँ हाम्रो चाहिएको त्यो अब मेटाप्लास्टिक गरिरहेछ सेम डे तर मैले काठमाडौँमा चाहिँ गरेको देखेको छु होइन सेम डे नै बटक्स कलर गरेर बटक्स गरेको पनि छ रिजल्ट पनि देखेको छु मेरै आँखा अगाडि त्यसले गर्दाखेरि चाहिँ मलाई एउटा चाहिँ थाहा छ कि जुन कफीको आउँछ नि नानोप्लास्टिया बटक्स जे भए पनि त्यसले गर्दाखेरि चाहिँ मेन्टेन चाहिँ हुन्छ कलर चाहिँ एकदम राइट सही त्यो आन्सर चाहिँ देखेको छु मैले अनि कसैले चाहिँ अब त्यो प्रपर स्याम्पू र मास्क पनि पछि गरेर युज गरिरहेको हजुर हजुर त्यो सेकेन्ड प्रोसेसमा पनि काम आउँछ एकदम त्यो चाहिँ छ तर होइन हामी चाहिँ चाहन्छौँ कि सेम डे चाहिँ रिजल्ट आउँछ तर सबै केसेसमा त्यस्तो हुँदैन अब सबै टाइप्स धेरै टाइप्सको हुन्छ नि त हामीसँग त हेयरहरू त त्यसले गर्दा सेम पनि हुँदैन त्यो डिफ्रेन्सिएट चाहिँ हुन्छ अब म्यामले भन्नुभएको चाहिँ हामीले चाहिँ पहिलेबाट चाहिँ स्मुथनिङमा चाहिँ गर्दै आएको त्यो प्रोसेस हामीलाई चाहिँ सेम चाहियो एज अ हजुर अब हेयर टेक्निसियन हुन्छ होइन अनि त्यसले गर्दाखेरि हामीलाई चाहिँ भनिदिनुहोस् त्यो प्रोसेस बताइदिनुहोस् त्यसमा के इन्ग्रिडियन्टहरू अब अरू कुनै छ प्रडक्टहरू पनि भनिदिनुहोस् अब यहाँ आयो हाम्रो प्रोडक्टको कुरा हाम्रो प्रोडक्टमा चाहिँ प्रायः जस्तो तपाईँहरूले मेटाप्लास्टिकको अहिले चाहिँ मैले यहाँ तपाईँहरूको लागि डेमोन्स्ट्रेसन गरिरहेको छु एन्ड उहाँको क्वेसन एकदम राइट नै हो प्रायः जस्तो केसमा के हुन्छ ट्राई गर्नेछु होइन सो हाम्रो जति पनि हेयरमा पिगमेन्टेसन हुन्छ जब अब कुल डाउन गरेपछि कलर डिपोजिट गर्नुहुन्छ कलर त फाट्छ नि त तपाईँहरूले आफ्नो कलर गर्दाखेरि बन्ड सेभर युज गर्दा लागि कलर एक्ज्याक्ट आओस् तल अब हुन्छ ग्रे ग्रे माथि अलिकति ब्राउन ब्राउन त्यस्तो नहोस् त्यसको लागि चाहिँ हाम्रो मिक्सिङ रेसियो इज भेरी इम्पोर्टेन्ट हजुर ओके सर म उहाँ चाहिँ हाम्रो वाइटानिक प्लिज मन्दिर तपाईँको आउँछ तपाईँको नाम पनि कभरको लेयर चाहिँ 3टा हुन्छ केमिकल भोल्टेज ओके यो तो ठीक है सर ये सब अब आप ठीक है तो वहां तक तो ठीक है अच्छा और आर्ट ऑफ द हेयर किसे लेयर किसे कहा जाता है सब भन्दा मेन हार्ड वर्किङ लेयर कुन हो डेटा जो मध्य नजर में जैसे आपने सब हमारे- तेरे काम को कोटेक्स सर कोटेक्स लेयर बोल रहे हैं कोटेक्स बोल रहे हैं सही है सही है ओके जी मैम प्लीज स्टेज में आओ जी होगा सर लाइक डू दैट प्लीज सर नाम सर म हजुरलाई फेरि अनुरोध गर्छु नाम हजुरको नाम फेरि भनिदिनु होला सविता थापा ओके सविता थापा जी प्लीज कम द स्टेज तपाईं आइदिनु होला सर ओके फोटोग्राफर सरलाई म क्यामेराम्यान सरलाई पनि भन्दैछु तपाईले चाहिँ प्रोफेसनली फोटो खिच्नु उहाँ म्यामलाई एकदम मायाको चिन्ह हो यो समय दिनुभएको छ उहाँले पनि एकदम राइट आन्सर करेक्ट टाइममा ओके प्लिज पुट टु बिग ह्यान्ड्स सविताजीको लागि क्लासको तालिएको कमी नहोस् हैन ओके थ्याङ्क यू सो मच अरू के हेयर साइज गुगलको हेल्प नलिनु होला असरलाई पनि इजी हुन्छ ओके म तपाईको पासमै आउँदैछु माइक लिएर प्लिज बोल्नु न म्याम बोल्नु गूगल कर रहे हैं अरे 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 चीटिंग नहीं चलेगा रे हाँ भैया बेवकूफ समझे हो क्या प्लीज है ना प्लीज डू लेवल क्लास Keratin 10% nitrogen, 5% oxygen. क्या ये राइट आंसर है सर बताओ थोड़ा 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 मिलता जुलता मतलब मिलता-जुलता। अगर इससे अच्छा किसी ने आंसर दिया तो उनको क्यों हाँ प्लीज यहाँ म एकपल्ट फेरि यो क्वेशनलाई रिपिट गरेर लिएर आउँछु सो केराटिन के छ हाम्रो हेयर कसरी बनिन्छ त्यसको प्रोसेस प्लिज डु लाइक नभनिदिनु होला प्लिज यहाँ राम्ररी गर्नु बेसिकली अलिअलि पनि उहाँले अलिकति मिलाइदिनु भयो अलिकति हजुर आफ्नो दिमागमा पनि केही होला अपडेट गर्नुपर्छ हुन्छ जानेको थिएन सर बताइए और किसी को कुछ कसैलाई
हाम्रो दिदी सेन्सिटिभिटी प्लिज। देखिए 90% तो केराटिन है, पर 10% है, उसमें 8% है वो पानी है, 8% पानी है, और जो 2% है वो नेचुरल ऑयल है, जो हमारा स्कैल्प से नेचुरल ऑयल निकलता है वो है। तो पूरा 100% मिलके हमारा हेयर बनता है। केराटिन आपका सही आंसर था, पर जो 10% है उसको भी काउंटिंग करना पड़ता है, तभी जाके 100% मिलता है ना। तो उस हिसाब से पानी है वो 8% है नॉर्मल, और 2% है वो नेचुरल ऑयल है। सबैजनाले प्लिज आफ्नो नोटप्याड अगाडि है, इसलिए मैंने पहले आपको जो इंग्रेडिएंट यूज किए वो है ट्रीटमेंट में, वो आपको बता दिया। अभी आपको वहां से आप पढ़ के भी बोल सकते हो, अगर आपको मालूम है तो भी बोल सकते हो। आंसर त्यसै मिल्छ। एमिनो एसिड्स भन्नुभयो उहाँले। सर एमिनो एसिड्स होता है उसके अंदर और कुछ? वहाँ का जवाब है मिस रवीना खातून का कि एमिनो एसिड्स होता है और कुछ। ग्लाइकोलिक एसिड बोल रही हैं, और कुछ? ग्लाइकोलिक एसिड भी होता है, और कुछ? मैम कंफ्यूज हुनुभयो, दुईटा एसिड भन्नुको नाम भयो, एउटा सही छ एउटा गलत छ, फेरि भन्दिनु होला भने खातुन प्लिज। एमिनो एसिड और ग्लाइकोलिक एसिड ये दोनों सही है? ये दोनों गलत हो गया यार, अभी सही बोला था आपने थोड़ी देर पहले। मैंने भी कान से सुना है। ओके, जो मैंने लिखाया है उसमें से आंसर जवाब तो है, पर उससे आगे थोड़ा और भी वर्ड्स लगता है। ये ट्रीटमेंट में जो मैंने लिखाया वही इंग्रेडिएंट है, पर जो स्मूथनिंग में है उसमें एक अलग से एक वर्ड यूज होता है, ठीक है। उनका काम मेन यही है, तो उनको बोन को तोड़ना, ठीक है। एमिनो एसिड गलत जवाब। फिर से क्या एसिड भन्नुभयो? ग्लाइम एसिड, ग्लाइको एसिड। फुल नेम इसको पूर्ण त्यसको फुल एसिड के हुन्छ? ग्लाइको एसिड के नाम भन्दिनु भयो तपाईले के थाहा छ भने भन्दिनु। नो यता तपाईले चाहियो लास्ट विषय तपाईहरुलाई फेरि एकपल्ट म फेरि आउँछु। यस्तो के एसिड हुन्छ अहिले तपाईले सबैले नोट डाउन गरेको छ। केले चाहिँ हाम्रो बोन ब्रेक गर्दैन, त्यो एसिडको नाम के हो? चेक गर्दाखेरि ओके श्योर, ठिक छ। नाम हजुरलाई साढे तारिक रसिद हुन्छ अनि नाम तपाईँ ओके। फेरि घुमिरहेको छु यहाँ, प्लिज तपाईँलाई नाम फेरि आयो के हुन्छ स्ट्रेट क्रिममा जो तपाईँको बोन ब्रेक गरेर त्यो एसिडको नाम बताइदिनु होला भन्नुहुन्छ। ग्लाइकोलिक एमिनो एसिड होइन, फेरि अझै क्लोज आयो तर त्यो भएन। तपाईँलाई नाम हजुरलाई यता प्लिज एक कुरामा के छ भने अमोनिया प्रोमोजिया। अलिकति तेज मैले सुनेँ कि बहुत स्लो बोल्नुहुन्छ। सर क्या ग्लाइकोलिक एसिड में से आ रही है क्या सही आंसर? थोड़ा थोड़ा मिल रहा है, ये भी थोड़ा थोड़ा मिल रहा है, थोड़ा थोड़ा मिल रहा है। मैं क्या बोला, वो तो है ही, तो उससे आगे एक वर्ड्स है। ड्राइविंग होगा सर्टिफिकेट हम लोग को बताना चाहिए पहले। बताइए किसी को बताइए, नेक्स्ट क्वेश्चन अगर किसी को नहीं पता तो आप बता दीजिए। देखिए उसका मेन है थायोग्लाइकोलिक एसिड। थायोग्लाइकोलिक एसिड, इसमें जो यूज किया है ग्लाइकोलिक एसिड यूज किया गया है, जिससे बाल स्ट्रेट होते हैं। वो जो है उसका नाम है थायोग्लाइकोलिक एसिड, जिसका काम ही है हेयर को बोन ब्रेक करना, ठीक है। जैसे आप स्ट्रेटनिंग स्मूथनिंग क्रीम लगाते हो 15-20 मिनट या 30 मिनट में उसका काम स्टार्ट हो जाता है। यहाँ पे मैंने मेटाप्लास्टिया ट्रीटमेंट कंप्लीट कर दी, अभी मैंने 45 मिनट के लिए छोड़ दिया, तो मुझे बीच में चेक नहीं करना पड़ेगा। आप स्मूथनिंग कर रहे हो तो आपको 15-20 मिनट 30 मिनट 25 मिनट में आपको कंपल्सरी चेक करना पड़ेगा। तो मेटाप्लास्टिया का मेन बेनिफिट यही है, ठीक है।
क्या आप और प्रोसेस की ओर नहीं जाओगे? अगर आप स्मूथनिंग कर रहे हो तो और प्रोसेस की ओर नहीं जाए, उसके लिए आपको देखना पड़ेगा। पर हमारा मेटाप्लास्टिया क्यों अच्छा है उसकी ओर मैं जाता हूँ। ठीक है, देखिए आप केराटिन करते हो, बोटॉक्स करते हो, नैनोप्लास्टिया कर रहे हो, 3 चीज कर रहे हो, तो तीनों चीज का काम एक मेटाप्लास्टिया एक ही कर देता है। क्लाइंट को क्या है चाहिए? क्या फर्स्ट तो उनको चाहिए स्टेट लुक, स्टेट लुक चाहिए तो स्टेट लुक मिल रहा है। ड्राइनेस रिमूव चाहिए, स्मूथनेस चाहिए तो भी वो दे रहा है। और हमारा भी मार्जिन देखना पड़ेगा ना, क्लाइंट को जो चाहिए वो तो हम दे रहे हैं, तो हमें क्या मिल रहा है? तो हमें ये मिल रहा है कि हमारी जो प्रोडक्ट है, एक प्रोडक्ट में से आप 15 या 16 ट्रीटमेंट कर पा रहे हो। आपने अभी तक कोई भी ट्रीटमेंट कर रहे हो, उसमें से 1 लीटर की बोतल में से कितने ट्रीटमेंट हो रहे हैं? मैक्सिमम कितने हो रहे हैं? कितने? 8 to 10। ओके, और कोई कितने ट्रीटमेंट कर रहे हो? अगर आपके पास सीधे सिंपल सवाल है, आपके पास बोटॉक्स है, केराटिन है, नैनोप्लास्ट है, 1 लीटर की बोतल है, मैक्सिमम आप एक बोतल में से कितने ट्रीटमेंट कर रहे हो? 5 to 6 है, 8 to 10। क्लोज आंसर क्या है? ये 8 to 6, 5 to 10। बहुत लोगों का रिप्लाई आ रहा है पीछे से, तो बताए क्या हो सकता है इसका रिप्लाई। और देखिए हर एक की प्रोडक्ट अलग अलग रहता है, तो इस हिसाब से किसी के 1 लीटर से 8 ट्रीटमेंट कर रहे हो, 10 ट्रीटमेंट कर रहे हो, वो अच्छी बात है। तो 5 से 6 ट्रीटमेंट हो रही है, तो आपका क्वेश्चन कहाँ आके बैठ रहा है वो तो देखिए। आप 1 लीटर की बोतल से सिर्फ 6 ट्रीटमेंट कर रहे हो, तो आपका नर्मली आउँछ, कोही कोही कम्पनीले सानो एमएलमा पनि दिन्छ। अब क्वान्टिटीको हिसाबमा तपाईँले कुनै पनि फ्लेक्स ट्रिटमेन्ट गर्दाखेरि 5 to 8,000 10,000 आफ्नो सलाउनको अगाडि लिनुहुन्छ होला। तपाईँको भनेको कुरा यस्तो हो कि तपाईँले एउटा बोतल लिनुभयो, एटलिस्ट 20-25 हजार त पर्छ नि त। अभियसली 1 लिटरको बोतललाई 20-25 हजार पर्छ। तपाईँको त्यसमा बेनिफिट्स कति छ, तपाईँको मार्जिन कति छ? तपाईँले एउटा 1 लिटरको बोतलमा यदि तपाईँले 5, 6, 8 गर्नुभयो भने तपाईँलाई बेनिफिट्स छ तपाईँ यो भन्नुहुन्छ। ओके, कपाल हेरेर पनि यो पनि राइट आन्सर हो। तर मोर बेनिफिट्स हामीले के ल्याएको छौँ, तपाईँले जति तपाईँको लागि हाम्रो 1 लिटरको जस्तो मेटाप्लास्टिक युज गर्नुहुन्छ भने त्यसलाई सबले भन्नुपर्छ 15 देखि 16 म्याक्स टु म्याक्स निस्किहाल्छ। हजुर मैम, यस्तो हजुर हजुर हो। तो मैक्स टू मैक्स भनेको तपाईँको 10 भन्दा धेरै पनि निस्किन्छ नि त। तपाईँको प्रोडक्ट मार्जिन पनि निस्कियो, तपाईँको बेनिफिट्स पनि आयो, तपाईँको अलिकति अर्निङ जो एक्स्ट्रा कमाउनु त्यो पनि हुन्छ। बेनिफिट्स त्यही नै हो कि आपकी बॉडी पे कुछ दिक्कत हो। ठीक है, अगर आप दिन में 10 ट्रीटमेंट कर लोगे ना तो भी कुछ नहीं होगा। कई बार ऐसा भी केराटिन आते हैं कि आप 2 से 3 केराटिन कर लो ना तो आपकी बॉडी में भी चेंजेस होना स्टार्ट हो जाते हैं, वीकनेस आ जाती है। ठीक है सर, आयरन का प्रोसेस कर लीजिए और जो मैं जो ट्रॉली खाली करके रेड टॉवल लगा दीजिए, सर आयरन करेंगे। एकपल्ट हेरिदिनु होला यता, यदि कसैले आयरनिङको प्रोसेस पनि हेर्न छ भने नजिकले आएर, किनकि स्टोक गर्दाखेरि म्याक्स टु म्याक्स ब्लन्ड हेयरमा कसरी छ, माथिको वर्जन हेयरमा हेर्नु अलिकति जहाँ चाहिँ कपाल एकदम फ्रेस टु डल देखेछ त्यो हेयरमा कसरी आयरन गर्नुहुन्छ सरले, टेक्निक अलिकति छुट्टै रहेछ। सो प्लिज हेर्नु होला। और जो मेन बेनिफिट मैं बोल रहा था कि 15-20 मिनट में आईनी ड्रायर कंप्लीट हो जाता है। इतना फास्ट ड्रायर एक भी ट्रीटमेंट में होता है? आधा घंटा ड्रायर लगाओ, कितना फ्यूल निकालो, उसके बाद आईनी स्टार्ट, तो पूरा प्रोडक्ट हमारा ऑलमोस्ट एब्जॉर्ब हो चुका है। देखा जैसे नॉर्मल एयर है वैसे दिख रहा है, कहीं भी स्टिकीनेस नहीं दिख रहा है। मल्टीप्लग चेंज गर्नु यसमा यो लाग्यो। एकजना
हेलो सबैजनालाई। अब हाम्रो सरहरूले आइरनिङ गर्नुहुन्छ त्यतिसम्म हाम्रो प्रोडक्टको नलेज पनि दिन्छु म है। हामीसँग जिएस ग्लो डर्मा प्रोफेसनलमा स्किन केयर प्लस हेयर केयर छ होइन। स्किन केयरको लागि चाहिँ हामीसँग अहिले हालसालै चाहिँ फेस सिरम एन्टी एजिङ पिगमेन्टेसन र भिटामिन सी छ। भिटामिन सी चाहिँ हामीसँग अहिले स्टक छैन र हामीसँग अहिले टिन्टेड सनस्क्रिन पनि आइरहेको छ। तपाईँहरूले डिस्प्लेमा देख्न सक्नुहुन्छ, अहिले हेरेर पनि सक्नुहुन्छ हजुरहरूले। र हामी यो के अरे लन्च चाहिँ हाम्रो यो आइरनिङ सकेपछि रेस्ट टाइम जुन हुन्छ त्यसमा हामी लन्च टाइम गर्छौँ। अब तपाईँहरूलाई ब्रेक लिनु छ भने पनि यो टाइममा ब्रेक लिन सक्नुहुन्छ। सर कितना होता है हमें बता दीजिए ये कलर केमिकल ट्रीटेड बालों के लिए? देखिए आयनिंग का टेम्परेचर हमें एक एयर पे चेक करने के बाद हम डिसाइड कर पाते हैं। तो अभी मैं यहाँ पे जो मेरा आयनिंग है वो 408 वाला है। तो आप देखो तो यहाँ हमारा आयनिंग का टेम्परेचर 240 से स्टार्ट होता है, 480 पे कंप्लीट होता है। आयरन दिखा देना क्या तपाईँले यो केराटिन तानेको जस्तो बोटक्स तानेको जस्तो आयरन होइन। उहाँले आयरनको स्टोक पनि काउन्ट गर्नु, म्याक्स टु म्याक्स 12 to 15 स्टोक गर्नु होला। कपाल राम्रोसँग पेनिट्रेट हुन्छ, कपाललाई एकदम राम्रो पनि छ। हाम्रो टेक्निसियन्सहरूले गरिराख्नु पर्छ। त्यही भएर आयरन को टेम्परेचर यो हीट में चाहे 400 कति भन्नुभयो सर? 400 कितना बोला आपने यहाँ पे भी दिखाया हमारी ऑडियंस को? 340 से 480 तक। 380 से 440 तक। लेकिन हाम्रो नेपालमा यतिको आयरनको टेम्परेचर हुँदैन होला। ओके, दे आर कन्फ्युज अल्सो नाउ है। मैले मजाले भनिदिन्छु, तपाईँले कुनै पनि आइकोनिकको आइरन या तपाईँले अरू कुनै पनि ब्रान्डको आइरन युज गर्नुहुन्छ जसको टेम्परेचर आई थिङ्क 220 to 230 हुन्छ। त्यो 230 मा तपाईँले तान्नु भयो भने कपाल एकदमै ड्राई अनि उसमा जान्छ, त्यो एसिडिकमा जान्छ, कपालको लेन्थ एकदम बिग्रिन्छ। तपाईँको म्याक्स टु म्याक्स केमिकल ट्रिटेडमा हेयरको आइरनको टेम्परेचर हुनुपर्छ 190 to 180 है। यतिमा भयो भने कपाल मजाले पेनिट्रेट हुनेछ, कपाललाई चाहिँ मजाले अक्सिजन पनि पुग्नेछ, तपाईँको रिजल्ट पनि एकदम खुलेर आउनेछ। यदि हजुरको वर्जन हेयर छ, वर्जन हेयरमा हजुरले 230 र 220 मा मजाले एप्लाई गर्नु होला। यस प्लिज। मात्रा एकदमै कम छ, कपालमा स्मुथ एन्ड शाइनी पनि छ। कपाललाई यस्तो लागि चाहिँ प्रपरली स्ट्रेट भएको जस्तो छ, शाइन पनि हेर्नु हैन। हामीले न्यानोप्लास्टियाको यो एक लेभल अपडेटेड हो। न्यानोप्लास्टियाले कपाललाई स्ट्रेट एन्ड शाइनी त दिँदैरहेको छ। तपाईँले म्याटाप्लास्टिया युज गर्नु, न्यानोप्लास्टियाको अपडेट गर्नु एन्ड हेर्नु होला। उहाँले चाहिँ पनि क्लोजली हेर्नु। ब्रिफिङमा चाहिँ तपाईँलाई चाहिँ हाम्रो आर्टिस्टहरू टेक्निसियनहरू पनि मजाले हेर्नुभयो, स्मोक छैन त्यहाँ। हेयरमा चाहिँ जति पनि प्रोडक्ट युज गर्नु, त्यो प्रोडक्ट चाहिँ तपाईँले हिटले भित्र हिटले एक्जर्ब गर्ने छ। यदि तपाईँको हिटको टेम्परेचर पनि पुगेन भने, कपाल राम्रोसँग अक्सिजन पाएन भने त्यसको कुनै अर्थ छैन। अहिलेसम्म हजुरहरूको पार्लरमा कुनै पनि प्रोटिन या फ्लेक्स ट्रिटमेन्ट हुँदाखेरि, बोटक्स हुँदाखेरि, केराटिन हुँदाखेरि कतिको स्मोक आउँछ मलाई? मजाले आउँछ। हजुरलाई त्यसलाई इरिटेट हुन्छै हुन्छ, क्लाइन्टलाई हुन्छ, तपाईँको अदर क्लाइन्टहरूलाई हुन्छ, कुहिरो हुन्छ नि। सो हाम्रो पनि एउटा यो समाधान हो। सो हामीले यो ल्याएको अरू प्रोडक्ट भन्दा एकदम रिजनेबल प्राइसमा। मार्केटमा कुनै पनि 1 लिटर बोतल लिन जानुभयो भने 1 2 3 को सेट तपाईँलाई 20 देखि 25,000 पर्न आउँछ 1 लिटरको है। प्राइसिङ अभी त म अहिले भन्दैन होला, तर प्राइसिङ एकदमै राम्रो छ, तपाईँहरूलाई एकदम चित्त बुझ्नेछ। जसले आज अर्डर गर्छ उहाँलाई के विशेष छुट पनि राखेको छौँ हामीले एकदमै तपाईँहरूको लागि। हामीले कुनै पनि बेनिफिट्स कमाउनुको लागि यो चाहिँ प्रोडक्ट लन्च गरेको होइन। हामीले तपाईँहरूको लागि यो राम्रो सेवा होस्, राम्रो सर्भिसेस होस्। सर्भिस सेक्टर, ब्युटी सेक्टरमा गर्दाखेरि तपाईँको हार्मफुल पनि नहोस्, एकदम हेल्थ कन्सियस हो। म त यही नै भन्न चाहन्छु हाम्रो अल सबै ब्युटिसियनहरूलाई, हाम्रो हेयर ड्रेसरहरूलाई, हजुरले पनि सेभ हुनु, आफ्नो क्लाइन्टलाई पनि सेभ राख्नु। अरू केही डाउट छ भने प्लिज भन्दा हुन्छ मलाई, म तपाईँको अगाडि म घुमिरहेको छु। म्याक्स टु म्याक्स यति प्याच पनि तपाईँलाई कभर गरिदिन्छ कि यो प्रोडक्ट यस्तो नो स्मोक, नो हार्मफुल, तपाईँलाई अमेजिङ रिजल्ट। यस यस आफ्टर वास हो यो म्याम।
यहाँ पनि तपाईँलाई म यो आफ्टर वाच नै देखाउने छु। विदाउटली अहिलेसम्म हेर्नु स्मोकको मात्रा हेर्नु मलाई त्यति त देखेको छैन। तपाईँले अझै पनि स्मोक देखेछ जो तपाईँको यहाँ घाँटीभरि हुन्छ। अरूको सलुनहरूमा धुवाँ हुन्छ, फग लागेर हुन्छ। यो प्रडक्टले त्यस्तो के गरेछ भने भन्नु होला। यत्रो ठुलो हल हो यो। कस्तो लागेछ म्याम हजुरलाई यो प्रोसेस हेर्दाखेरि? हजुरले आशा छ आफ्नो सलुनमा पनि यो युज गर्ने हुन्छ होला, आफ्नो मम्मीलाई पनि भन्नुहुन्छ होला। आज मैले एउटा सानो गरेँ प्रडक्ट डेमोन्स्ट्रेसनमा जानुभएको थियो एन्ड धेरै अपडेट लेभलको चिजहरू देख्नु भयो। सो आफ्नो सलुनमा आफ्नो पार्लरहरू फर्स्टमा घुमेर फिरेर आउने हो। मेरो कपाल स्ट्रेट भएन। ओके सो पछाडिबाट के क्वेसन छ भने कसैले के बुझ्नु भएको छैन भने प्लिज भन्दा हुन्छ अनि चाहिँ फेरि रिडिङ गरिदिनु होला। केही डाउट छ भने प्लिज 0% बोल सकते हैं। जिस हिसाब से ये प्रोडक्ट है उस हिसाब से 0% फ्यूल बोल सकते हैं। जति पनि धुवा आउने समस्या थियो, त्यो खार आउने, आँखा पोल्ने अहिलेसम्मको हामीले गरिरहेको छौँ। आइरन गरेको एटलिस्ट 20%भन्दा बढी नै भइसक्यो। अलमोस्ट सकिन लाग्यो आइरन पनि। हाम्रो यता टेक्निसियन्सहरूले भनिराख्नुपर्छ। त्यो हुँदाखेरिको तपाईँको कपालमा कुनै पनि इरिटेसन छैन, कुनै पनि पिगमेन्टेसन छैन, त्यस्तो इरिटेट भएन। हजुरहरूले पनि आफ्नो सलुनहरूमा यो युज गर्नु। अरू पनि क्याराटिन, बोटक्स एन्ड एन्डोप्लास्टी कुनै पनि तपाईँले ट्रिटमेन्ट चलाउनुहुन्छ भने तपाईँकोमा स्मोकको मात्रा कति आउँछ, फिस कति हुँदो रहेछ। सो सागर शर्माज्यूलाई हाम्रो मञ्चमा वेलकम गराउन चाहन्छु म। प्लिज पोखरा त धेरै राम्रो ठाउँ छ र त्यस्तै राम्रो नै सबैजना पनि हुनुहुँदो रहेछ। एकदम खुसी लाग्यो। र यो जुन आज हाम्रो चाहिँ अहिले अब डेमोन्स्ट्रेसन चाहिँ भइरहेको छ, यो चाहिँ अहिले आई थिङ्क नेपालमा चाहिँ पहिलोपटक नै होला कि हजुरहरूले केराटिन, बोटक्स, न्यानोहरू एकदम युज गरिरहनु नै भएको थियो। तर यो स्पेसली चाहिँ मेटाप्लास्टियाको थिम एकदमै न्यू पनि छ। र आई थिङ्क 2 मन्थ पहिला चाहिँ यसको मलाई प्रोडक्ट चाहिँ स्याम्पल बेस चाहिँ काठमाडौँ पुगेको थियो मेरो एकाडेमीमा। त्यहाँदेखि मैले ट्राई गरेको थिएँ र अमेजिङ रिजल्ट छ एकदम। किन भन्दाखेरि तपाईँ हामी एज अ हेयरको सेक्टरमा काम गर्ने हुने अब जति पनि छौँ, स्पेसली चाहिँ हामीले एउटा मनी र अनि त्यसपछि चाहिँ बिजनेसलाई मात्रै टार्गेट गरेको छौँ। तर यसमा चाहिँ मनी प्लस बिजनेस र तपाईँ हाम्रो चाहिँ हेल्थलाई पनि सेक्योर गर्ने चाहिँ इन्ग्रिडियन्ट्स भन्छ क्या, तत्त्व जुन यो स्पेसली चाहिँ मेटाप्लास्टिया चाहिँ बनावट अथवा चाहिँ कम्पोज हुँदाखेरि चाहिँ युज टु हुने इन्ग्रिडियन्ट्सहरू एकदमै माइल्ड इन्ग्रिडियन्ट्सहरू चाहिँ मिक्स भएर चाहिँ कम्पोज भएको रहेछ। र हाम्रो अब रेस्पेक्टफुल हाम्रो चाहिँ याम सरहरूले यो प्रोडक्ट ल्याउनु भएको रहेछ र मैले पनि युज गरेको थिएँ काठमाडौँ मेरो एकाडेमीमा। एकदमै बेस्ट रिजल्ट। अलिकति चाहिँ आइरनको टेम्परेचर र अलिकति आइरनको चाहिँ प्रेसर अलिकति तपाईँहरूले चाहिँ जुन अरू नर्मली कम्पनीको भन्दा अलिकति धेरै नै गर्नुपर्छ। बेस्ट छ, युज गर्नु होला है। अनि थ्याङ्क यू सो मच फर एभ्रिथिङ एभ्रिवान। त्यो तपाईँले स्पाहरू गर्दाखेरि पनि युज हुन्छ सल्फेट प्याराबेन फ्री स्याम्पू ट्रिटमेन्ट। 1 लिटरको आउँछ। 19,500 एमआरपी रहेको छ। त्यसमा आज 15% अफ गर्दा 16,585 रुपिस पर्छ। सो तपाईँहरूले प्री बुकिङ गर्न सक्नुहुन्छ। र हाम्रो रविना म्यामले प्री बुकिङ गर्नुभयो। उहाँको पर्सनल इस्यु कारणले उहाँ चाहिँ रिटर्न जानुभएको छ। तपाईँहरूले चाहिँ आफ्नो इच्छाले चाहिँ अर्डर गर्न सक्नुहुन्छ। कुनै प्रेसर म गर्दिनँ। बस थैंक यू सो मच। मैले अब हाम्रो ऑडियंस से कुछ कहना चाहते हैं कि आप कुछ क्वेश्चन है तो बताइए।
अगर ये ट्रीटमेंट के बारे में आपका कोई डाउट है, आपको क्या जानना है, कुछ पूछना है तो आप पूछ सकते हो। क्या नया आज सीखने को मिल रहा है, क्या नया आज जानने को मिल रहा है? उहाँले भन्नुभएको छ केही नयाँ कुराहरू केही अपडेट कुरा सिक्नुहुन्छ कि नै, केही पनि केही छ भने तपाईँले त्यो आफ्नो लाइफस्टाइलमा अपडेट गर्नु, केही नयाँ सिकेर केही नयाँ सिक चाहिँ तपाईँले आफ्नो लाइफमा लिएर आउनुभएको छ आज यो हाम्रो मेटाप्लास्टिया प्रोडक्ट चाहिँ तपाईँको डेमोन्स्ट्रेसनमा। सो आशा गर्नेछु तपाईँले पनि आफूलाई पनि अपडेट गर्नु, फेरि भन्छु, अनि आफ्नो स्किल्सलाई पनि अपडेट गर्नु। नानो प्लास्टिक चाहिँ आउनुहोस् आउनुहोस्। हाई गर्दै
रिआयरन पनि भइसकेछ तल तलको एन्ड्समा एकपल्ट हेर्नु आयरन कम्प्लिट भइसकेछ आयरन कम्प्लिट भएर पनि हामीले जो एन्ड्सको अलिकति हेयर छोडेको थियौँ सो एकपल्ट हेरिदिनु सो अलमोस्ट अब आफ्टर वास हुनेछ है मेटाप्लास्टिया यो चाहिँ यसमा चाहिँ एलर्जेटिक कुराहरू चाहिँ एकदमै कम या नको बराबर छ हामीले आउनेवाला समयमा हामीले यस्तै प्रडक्टहरू युज गर्नुपर्छ त्यही विचारले गर्दाखेरि मलाई चाहिँ यो प्रडक्ट एकदम राम्रो लाग्यो अनि यसको रिजल्ट पनि मैले यसो हेर्दैछु धेरै राम्रो देखिन्छ सो होपफुली हजुरहरू पनि हजुरहरूलाई पनि राम्रो लाग्यो होला थ्याङ्क यू प्रोसेस पनि भनिदिनु पर्यो सर एकपल्ट है कता हजुरले प्रोडक्टको प्रशंसा गरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच है बट स्टिल हजुरले फर्मुला फर्स्टमा तपाईँले फर्स्ट नम्बर स्याम्पू लिएर यसलाई चाहिँ राम्रोसित वास गर्नु पर्यो र त्यसपछि यसलाई हल्का ड्राई गरेपछि तपाईँले सेकेन्ड नम्बर क्रिम चाहिँ यसलाई एप्लाई गरेर 40 to 45 मिनट राख्न सकिन्छ त्यसपछि यसलाई चाहिँ तपाईँले प्लास्टिक ल्याबाट ऱ्याप गरेर राख्नु पर्यो अनि त्यसलाई 40-45 मिनट आफ्टर त्यसपछि तपाईँले त्यसलाई रिमुभ गरेर हल्का ड्राई गरेपछि तपाईँहरूले आइरन गर्न सकिन्छ आइरन गर्ने बेला तपाईँले धुवाहरू केही पनि पाउँदैन अनि त्यसले गर्दाखेरि तपाईँले एकदम सजिलो हुन्छ र त्यसपछि थर्ड नम्बरमा तपाईँले हामीलाई यसलाई चाहिँ स्याम्पू गरेर लास्टमा तपाईँले हल्का मास्क राखेर 10 मिनट जति राखेर यसलाई वास गरेर हामीले चाहिँ ड्राई गर्न सक्छौँ थ्याङ्क यू क्ल्याप बिग ह्यान्ड एकदम राम्रो प्रोसेस भनिदिनु भयो हाम्रो सरले एकदम खुसी नै लाग्यो ट्रेनिङ सेन्टरबाट मेटाप्लास्टिया यो जुन प्रोटिन छ फर्स्ट टाइम इन नेपाल एकदम खुसी लाग्यो सबैभन्दा हामी ब्युटिसियनहरूलाई यो फिल्डमा चाहिँ एकदम लिनै पर्ने भनेको चाहिँ स्मोक फ्री होइन फ्रेग्रेन्स फ्रीहरू प्रडक्टहरू युज गर्दाखेरि चाहिँ हामीलाई सबैलाई हेल्थलाई पनि एकदम राम्रो हुन्छ एकदम खुसी लाग्यो थ्याङ्क यू सो मच यसको प्रोसेस चाहिँ अब म आएर यहाँ हेर्दाखेरि चाहिँ फर्स्टमा चाहिँ हामीले प्युरिफाइङ सेम्पू चाहिँ युज गऱ्यौँ किनभने हाम्रो प्रोटिन हाम्रो चाहिँ कोटेक्समा जान्छ सो त्यही भएको भएर चाहिँ हामीले पहिला क्युटिकल्सलाई चाहिँ ओपन गर्नुपर्ने हुन्छ अनि सेकेन्डमा चाहिँ हामीले प्रोटिन चाहिँ एकदम नयाँ टेक्निक भनेको जुन हामीले स्पा गर्दाखेरि चाहिँ टेलिकमले चाहिँ जुन हामीले क्रिम प्रोसेस गर्थ्यो सेम प्रोसेस रहेछ है अरू केराटिन बोटक्सहरू चलाउँदा चाहिँ हामीले चाहिँ हातले नै इमोजिफाई गर्नु पर्थ्यो भने चाहिँ यसमा चाहिँ हामीले टेलिकमले गर्नु पऱ्यो यो चाहिँ अलिकति युनिक लाग्यो अनि देन त्यसपछि चाहिँ हामीले चाहिँ 45 मिनटको लागि चाहिँ यसलाई होल्ड गराइदियौँ प्लास्टिकले अनि अब त्यो चाहिँ ड्राई गरिसके पछाडि ड्राई पनि कुल तातोले चाहिँ गर्नु भएन अनि त्यस पछाडि अब देख्नुभएको रिजल्ट यहीँ छ र मलाई चाहिँ एकदम खुसी लाग्यो एकदम सेटिस्फाई अर्डर पनि गर्नेछु अनि हाम्रो चाहिँ ट्रेनिङ पनि यसको पनि दिने कोसिस गर्छ हस् थ्याङ्क यू बिग ह्यान्ड फर द म्यामको लागि रुक्साना म्यामको लागि उहाँले एकदम राम्रो प्रोसेस गरिदिनु प्लिज मायाको सबैलाई सबैजनाले नमस्ते यो मेटाप्लास्टिया अब सबैले देख्नुभयो सबैले ट्रेनिङ नै हामीले जो डेमो नै देख्नु फर्स्टमा त भन्न पनि जरुरी छैन सबैजना हामी एकदमै नलेजफुल छौँ होइन एकचोटि देखेपछि थाहा हुन्छ स्पेसली मैले सबैमा अलरेडी एउटा बोतल सुरज सरले ल्याएर मलाई दिनुभएको थियो त्यति बेला अलमोस्ट 2 महिना भयो मैले त्यो युज गरि नै रहेको छु र यसको रिजल्ट भनेको एकदमै राम्रो लाग्यो अनि मेन कुरा कस्तो छ भने यसमा स्मोक छैन आँखाहरू पोल्दैन घाँटीहरू
भयो होइन प्रोसेस भनिरहनु जरुरी त छैन प्रोसेस त फर्स्ट प्युरिफाई स्याम्पूले वास गर्ने अनि गरिसकेपछि 20% 20 to 25% त्यसलाई ड्राई गरेर बल्ल मेटाप्लास्टिया हामी अप्लाई गर्छौँ अनि त्यो गरिसकेपछि हामीले यसलाई 45 डिपेन्ड टु हियर किनभने अहिले 45 मिनट्स हामीले किन राख्ने यो ब्लिच गरेको हेयर कलर हेयर थियो होइन त्यो कारणले 45 राख्ने तर 45 to 90 मिनट्स हामीले राख्न मिल्छ यदि भर्जिन हेयर छ भने एकदम कर्ली हेयर छ भने 80 to 90 मिनट्स राख्छौँ हामीले अनि त्यसपछि रेन्ज मतलब रेन्ज गरिँदैन ड्राई गरिन्छ अनि ब्लो ड्राई गरिन्छ जहाँ अलि रुट एरियामा ब्लो ड्राई नै गरिन्छ अनि त्यसपछि 100% ब्लो ड्राई गरिसकेपछि आइरन अब हेयरको क्वालिटी हेरेर कति हामीले पर्सेन्ट राख्नुपर्छ त्यो हिसाबले हामीले आइरन गरिन्छ होइन आइरन गरिसकेपछि 10 to 15-20 मिनट्स राखेर रेस्ट दिएर अनि वास गरिन्छ वास गरिसकेपछि रिजल्ट अब यही नै छ यति नै हो धन्यवाद सबैजनालाई अनि एकदमै राम्रो छ म त अब यो नै युज गर्छु किनकि अब स्पेसली हाम्रो हेल्थको लागि एकदम राम्रो अब हजुरहरूले पनि यही नै हामी सबै ब्युटिसियनले युज गर्नुपर्छ थ्याङ्क यू बिग ह्यान्ड एकदम राम्रोसँग उहाँले गरिदिनु भयो एउटा मायाको छिनो म्यामको लागि पनि म्याम जस्तो कि हामी एज अ स्टडी बेस जाँदाखेरि चाहिँ जुनसुकै पनि केराटिन प्रोटिन बेस अथवा चाहिँ स्पेसली अब मेटाप्लास्टिया अथवा अब हुन्छ नि अब न्यानो बोटक्सहरूको चाहिँ बेस्ट रिजल्ट ल्याउनु छ भने तपाईँहरूले जुन 1 नम्बरको चाहिँ प्युरिफाइङ स्याम्पू छ त्यो स्याम्पूले चाहिँ एज अ हेयरको डेन्सिटी वा तपाईँको चाहिँ टेक्सचर वाइज चाहिँ वास गर्ने जुन एउटा चाहिँ प्रोसेस छ त्यसलाई थोरै चेन्ज गर्नु होला यो त मैले तपाईँहरूलाई भन्नु पर्दैन तपाईँहरू अलरेडी ट्यालेन्टै हुनुहुन्छ सबैसँग स्पेसली धेरै नै एकदम म्याक्सिममै ड्राई अथवा चाहिँ फ्रिजी छ भने तपाईँले 1 टाइम वास गर्नु तर स्पेसली वेबी छ अथवा अहिले चाहिँ मेन केस चाहिँ जुन हाम्रो क्लाइन्टहरूले चाहिँ स्पेसली चाहिँ एउटा हर्बल बेसको चाहिँ प्रोडक्टहरू चाहिँ युज गर्नुहुन्छ मानौँ कि हिनानी सानो प्रुमेन्टीहरू त्यस्तो एकदम अब रेगुलर लाउने क्लाइन्टहरू हुनुहुन्छ भने चाहिँ अब तपाईँहरूले उहाँहरूको काम गर्दाखेरि चाहे तपाईँको केराटिन बोटक्स वा यही नै छ हाम्रो बेस्ट प्रोडक्ट होइन मेटाप्लास्टिया यो युज गर्नुभन्दा पहिला तपाईँहरूले चाहिँ फर्स्ट प्रोसेस चाहिँ मिनिमम 3 टाइम चाहिँ वास गर्नु होला म त भन्छु अझै प्युरिफाइङ स्याम्पू यस्तो हुनुपर्छ कि जस्तो हामीले अब ड्रेसहरू वास गरिन्छ नि जस्तो मानौँ कि डिटर्जेन्ट जस्तो कि अब आफ्टर बोटक्स अथवा तपाईँहरूको चाहिँ मेटाप्लास्टिया हामीले चाहिँ गरिसके पछाडि क्लाइन्टलाई हामीले जुन सजेस्ट गर्दाखेरि चाहिँ स्पेसली अब सल्फेट फ्री भनेर भन्छौँ तर तपाईँहरूलाई थाहा छ नि होइन सल्फेट भनेको के हो सल्फेट भनेको एउटा हामीले जुन हाम्रो गाउँघरतिर चाहिँ अब जुन के अरे भन्छ नि अब एउटा बर्तनलाई चाहिँ वास गर्दाखेरि युज गर्ने एउटा चाहिँ डिटर्जेन्ट बेस हो जसमा कि तपाईँहरूले फर्स्टमा वाउ टाइपकै वाउ रिजल्ट ल्याउनु छ भने तपाईँहरूले फर्स्टमा चाहिँ 1 नम्बर चाहिँ प्युरिफाइङ स्याम्पू भनेको चाहिँ विथ सल्फेट हो यानि कि अब एउटा अब हुन्छ नि उसमा सिम्पली ल्याङ्ग्वेजमा भन्दाखेरि चाहिँ एउटा डिटर्जेन्ट बेस हो यो युज टु गरेर तपाईँहरूले जति क्युटिकललाई चाहिँ ओपन गर्न सक्नुहुन्छ त्यति नै हामीले चाहिँ युज गर्ने 2 नम्बरको जुन एउटा केराटिनको अथवा तपाईँहरूको चाहिँ एउटा प्रोटिनको चाहिँ चेन त्यति नै बेस्ट बिल्डअप हुन्छ र अब तपाईँहरूमा अलरेडी नै धेरै नै एक्सपिरियन्स पनि छ अब वाउ ठाउँ छ होइन पोखरा त वाउ ठाउँ छ तपाईँहरू वाउ हुनुहुन्छ यो पनि प्रोडक्ट पनि वाउ छ केही तपाईँहरूलाई चाहिँ क्वेसन गर्नु छ भने चाहिँ क्वेसन गर्न सक्नुहुन्छ म तपाईँहरूलाई चाहिँ मिनिमम 10 मिनट्स टाइम दिनेछु र अब मलाई नचिन्नु भएकोहरूले चाहिँ मेरो नाम चाहिँ सागर शर्मा हो र म चाहिँ काठमाडौँबाट आएको र मेरो चाहिँ एउटा सानो चाहिँ एकाडेमी छ काठमाडौँमा र तपाईँहरूको भाइ अथवा दाइ अथवा सानो सर हो म त्यही भएर चाहिँ केही अप्ठ्यारो मान्नु पर्दैन कि तपाईँहरूलाई चाहिँ सोध्नु छ भने चाहिँ मलाई केही डाउटहरू चाहिँ क्लियर गर्नु छ भने चाहिँ मैले अब जति जानेको छु त्यो म चाहिँ नलेज सेयर गर्नेछु तपाईँहरूले चाहिँ मलाई सोध्न सक्नुहुन्छ है केही छ क्वेसन छ भने चाहिँ हात माथि गर्नु होला
सकेछन् केही तर तपाईँहरू अलरेडी नै थाहा टच गरेर फिल गर्नुहोस् आफ्टर वास पछि आफ्टर सेम डेमा तपाईँलाई कस्तो रिजल्ट पाउने हुन्छ। म्याम तपाईँहरू आइदिनु होला अगाडिको, सर आइदिनु होला, उताबाट पछाडिबाट पनि म्याम आइदिनु होला। हजुरहरूले हेरेर जानुभएको थियो अघि नै स्टार्टिङ हुँदाखेरि डिस्प्ले भइरहेको थियो। सो एकपल्ट फिल गर्नु स्मुथनेस कतिको छ, रिपेयर कतिको भयो, अनि हाम्रो कपाललाई के कस्तो मजा आयो कि नै एनालाइज गर्नु। प्लिज कम दिस साइड है, म सबैलाई स्टेजमा बनाउँदैछु अगाडि पछाडिबाट। हाम्रो सिनियर प्रोफेसनहरू, हाम्रो हेयर ड्रेसरहरू प्लिज आइदिनु होला। यहाँ चाहिँ एनालाइज गर्नु। अब तपाईँहरूले भनेको कुराहरू हामीले तपाईँको अगाडि सबै ल्याएको छौँ, केही झुट छैन, केही फेक छैन। सेम डे वास अनि सेम डेमा तपाईँलाई ट्रिटमेन्ट रिजल्ट तपाईँको आँखाको अगाडि छ। अब आजै नयाँ भनेर अलिअलि के भयो भने मान्दैन, यो भोलिबाट नयाँ त के हुन्छ न हजुर म्याम के क्वेसन त हजुरले भिडियो पनि बनाउनु भयो थियो तपाईँको फोनबाट है अघि नै पनि। हजुर जस्तै यस्तो भयो नि यो अहिले हजुर 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 क्लाइन्ट त मान्दैन। हजुर यो चाहिँ तपाईँको चाहिँ यो रिपेयर गरिराख्नु हो, यो अब हजुरले हामीले हिट गरेको हो होइन। मैले के भन्नु हजुर जस्तै आजको आजै नुहाइदियो भने अरू पनि यतिकै फ्रिज हुन्छ, तर भोलिपल्ट नुहाइदिँदाखेरि पनि यस्तो आउँदैन कि यही क्रिम चाहिँ भोलिपल्ट नुहाइदिनु मिल्छ मिल्दैन भनेको कि म्याम यो क्रिम त मिल्दैन तपाईँको होम अझै केयर नुहाउनु पऱ्यो जसरी नि आज भने कम्पनीले त भनेछ तपाईँले अगर तपाईँ नेक्स्ट यहाँ पे जो भी लो टेम्परेचर अगर देना यो अगाडिको अलिअलि भयो भने काम मान्छ त नि फेरि पैसा कटाएर मान्छेले इसको क्या करे यसको क्या गर्यो वो लो मान्दैन नि है गऱ्यो ठीक है। और उस पे ऊपर मास एप्लीकेशन करके 2-3 यूज करेंगे तो मॉइस्चर क्रिएट कपालको क्वालिटी पनि मायने राख्छ नि राख्छ राख्न र तर मान्छे त निभाउँछ नि त। तपाईँले हेर्नुभयो त्यहाँ पिएच पछाडि बस्नुभएको दिया म्याम र बिमला म्याम सविता म्याम अगाडि अगाडि आइदिनुहोस्। अब सर्टिफिकेट पनि हामी डिस्कस गर्छौँ र रिजल्ट पनि नजिकबाट हेर्नु होला। हेलो सबैजना अगाडि अगाडि आउनु होला है। अब है भनिदिनु त हाम्रो अडियन्सलाई यही छैन कन्फ्युज र होपलेस नहुनु, मजाले बोल्नु। मलाई चाहिँ पहिला घरमा एकदमै धेरै राम्रो लाग्यो। अब धेरै बोल्न आएन यति नै छ बस, तपाईँले बुझिदिनु भयो बस खुसी छ। फोटो हो जाएगा और सर्टिफिकेट दैट्स फोटो शूट है नाइस। आरुसी राख्यो होला हजुरको के पनि हुन्छ आरुसी ठिक छ। रेडी हुनु होला सनलक्स ब्युटी पार्लर, अच्युत ब्युटी पार्लर। हाम्रो मन्जु दिदी प्रणिका ब्युटी पार्लर प्लिज अगाडि आइदिनु होला। फर्स्ट सनलक्स ब्युटी पार्लर। त्यसपछि हाम्रो अमर सिंह ब्युटी पार्लर, अमर सिंहमा रहेको ग्लोरी फेस ब्युटी पार्लर। त्यसपछि रहेको छ चेक हुनुहुन्न त्यसपछि हुनुहुन्छ हाम्रो रवि ब्युटी पार्लर नयाँ बजार। त्यसपछि हुनुहुन्छ ग्यालेक्सी सलुन 0 किलोमिटर, ग्यालेक्सी युनिसेक्स सलुन। त्यसपछि रेडी हुनु होला हाम्रो सनसाइन मेकअप स्टुडियो चाउठे। सनसाइन पछि हाम्रो ओल्ड बोय बार्बर शप बगर दादा हुनुहुन्छ। गुरुङ इन्द्र ब्युटी पार्लर गौडा कुम्बु। स्काई युनिसेक्स सलुन, स्काई युनिसेक्स सलुन सूर्यदाई पनि हुनुहुन्छ होइन। खुसी ब्युटी पार्लर, खुसी ब्युटी पार्लर। सेरेनिटी ब्युटी हब न्यू रोड अगाडि आइदिनु होला। उर्मिला ब्युटी पार्लर 0 किलोमिटर।
प्रतीक्षा ब्युटी पार्लर लेक साइड हुनुहुन्छ प्रतीक्षा ब्युटी पार्लर लेक साइड प्रतीक्षा ब्युटी पार्लर लेक साइड हुनुहुन्न एसएनडी ब्युटी पार्लर लेक साइड ए उजिर अमर सिंह सरी पिंक मी अफ ब्युटी पार्लर सीमा मैम प्लिज वहाँ एकदम टाढाबाट आइदिनु भएको छ त्यसको लागि धन्यवाद बेले छेवा ब्युटी पार्लर कम टु द स्टेज ब्युटी बक्स पार्लर एन्ड ट्रेनिङ सेन्टर चिप्लेढुङ्गा हेलो मैम बेले छेवा ब्यूटी बॉक्स पार्लर शिशिर ब्यूटी पार्लर एंड ट्रेनिंग सेंटर बिरौटा श्रृंगार ब्यूटी पार्लर चिप्लेढुङ्गा लोकेसन त छैन म आफैले एड गर्छु भनेको छु श्रृंगार ब्यूटी पार्लर रीना ब्यूटी पार्लर वहाँ पनि एकदम टाढाबाट आइदिनु भएको छ थ्याङ्क यू सो मच त्यसपछि हुन्छ द मुन ब्युटी पार्लर हाम्रो सुशीला दिदीलाई वेलकम गर्छु म एनजिएस बार्बर शप वहाँ पनि जानुहुन्छ वेलनेस ब्यूटी पार्लर महेन्द्रपुर वेलनेस ब्यूटी पार्लर डिपेन्स बार्बर ट्रेड मल स्टूडियो एंड एकेडमी नदीपुर सांजी हेयर एंड ब्यूटी सलून सांजी मैम रवीना ब्यूटी पार्लर एंड ट्रेनिंग सेंटर वहाँ आफ्नो प्रब्लम भएर जानुभयो सबै युसा एंड ट्रेनिंग सेंटर सैमसंग गली तमस्या ब्यूटी ट्रेनिंग होम महेन्द्रपुर एउटा तमस्या ब्यूटी ट्रेनिंग होम सबैजनाले पाउनु होला कसैलाई अर्डर टिपाउनु छ भने प्लिज मसँग भेट्नु होला नत्र हामी तपाईको सलुन्समा पनि आउने छौं ठिकै छ कि छैन प्रेसर छैन अर्डरको BOBBY ल अब सबैजनाले ग्रुप फोटो लागि अगाडि आइदिनु न प्लिज है एउटा सबैजना भएर एउटा ग्रुप फोटो लेखिदिउँ न बस्ने मिलेन यसै त फोटो राम्रै आउनु भयो भएन मिलाउ सुरु फोटो त भएन यसो त सरहरु बिचमा हुन्छ के सबैजना